सो अहिलेको जमानामा बिहे गर्नु भनेको त आमा कोही अँध्यारो कुवामा हाल्नु भने जस्तै के हुन्छ नि थाहा छैन कि थाहा पनि छ बिगिन्छ है यसो गर्नु हुँदैन हतार गर्नु हुँदैन भन्ने अनि कति चिजहरू डिसिजन गर्न पनि गाह्रो हुँदो रहेछ मेबी एजको पनि कारण हुनसक्छ वी आर इन्टरडिपेन्डेन्ट तर त्यो इन्टरडिपेन्डेन्स नै फिल भएन वी इक्वालिटीको नाममा आई क्यान डु एभ्रिथिङ ही क्यान डु आई क्यान डु एभ्रिथिङ सी क्यान डु भन्थ्यो होइन बस एकअर्काको जरुरतै छैन भने जस्तो गर एकदमै म खुसीको पनि फेरि चरम सीमामा पुग्ने गरी खुसी हुन्छु सन्तुष्ट हुन्छु ओ मसँग सब थोक छ भने जस्तो अनि फेरि त्यो खुसी कतिखेर गायब भएर बेलैन भएर दुःखहरू आइपुग्छ थाहा नै हुँदैन अघि भने नि भोक लाएर बस्छ मजाले खाना खायो टन्नु हुन्छ नि पुग्यो भन्छ नि बिन्दास के त्यसपछि त्यो सेटिस्फ्याक्सन तर पैसाको पेट छैन होइन कतिजना गर्लफ्रेन्ड बनाउनु त्यसको पेट छैन होइन अब यो चिजहरूमा चाहिँ हामी सन्तुष्टि कहिले हुन्छ त अनि म फ्याक्टर केही भइहाल्यो भने पनि म मरेको पनि थाहा हुँदैन म त कहीँ बिजी छ भन्नु होला मम्मीले पनि अथवा साथीभाइहरू पनि बिजी भएर यो भन्ने सोच्ला अब नेपाल खतम देश काम छैन केही छैन भनेर अमेरिका युरोप अस्ट्रेलिया जान्छ त्यहाँ गएर पनि स्ट्रगल भयो भन्न खोजेको म केही काम गर्दैछु भने त्यसलाई अति धेरै प्रेम गर्छु अति धेरै हुन्छ यदि कहीँ कतै केही भइहाल्यो भनेदेखि रिस्क पनि भनेको जे पनि धेरै हुन्छ मेरो लाइफमा इगो पनि धेरै छ व्यवसायत्मिका बुद्धि एकै एक कुरो नन्दन बहुशाखा हेनन्तश्च बुद्ध यो व्यवसाय न भनेको भनेको मतलब के भन्दाखेरि हाम्रो बुद्धि होइन मेन त बुद्धि हो त होइन बुद्धिले हाम्रो लाइफमा डाइरेक्सन देखाउने हो त सेलिब्रिटी एक्टिङ फिल्ड ल्याएकोहरूलाई पनि एकदम जरुरी हो होइन किन भन्दाखेरि एउटा यस्तो टाइम आउँछ कि उसको लाइफमा यस्तो पपुलर भएर यस्तो हाइपमा जान्छ कि अनि एउटा टाइम आउँछ यस्तो झर्छ कि पुरै एउटा हुनुहुन्छ दो दिन की चाँदनी फिर अँधेरी रात त्यही भएर स्टार भनेको नि त्यही भएर स्टार भनेको चुरोट खाँदाखेरि अब चेन स्मोकरै बने होइन एकछिनमा खाने अब त्यो तलतल मेट्नु पऱ्यो नि त त्यो चुरोट त्यो तलतल मेटेपछि आनन्द आउँथ्यो नि होइन अनि त्यो आनन्दभन्दा अहिले खाँदै नखाँदाको आनन्द क्या चुरोट भन्ने चिजै छैन कि मेरो लाइफमा होइन नेवार फ्यामिलीमा जानुभएको चाहिँ रक्सी त म कति 6-7 वर्षदेखि नै मेरो सुरु भयो त्यसको टेस्टहरू हामीलाई त के अरे पास्नेतिरै चटाइन्छ त्यो सगुनमै राखेर दिन्छ नि होइन यो त खानै पर्ने चिज भनेर हाम्रो तन्त्र मिक्स भएकोले त्यो रक्सी मासु भने त होइन भगवान्लाई मरणमा पनि चटाइदिने गरेको छ मलाई त्यही हजुरले भने जस्तो उनीहरूको डसाइले केही फरकै पर्दैन 0% पनि एन्टिडोट्सहरू यहाँ मतलब त्यो पोइजनलाई लड्न सक्ने शक्ति छ नि त पुरै शक्ति छ अनि त्यसले इफेक्ट थोरै पनि एउटा के भन्छ एउटा पनि रौँ झर्दैन भनेर भन्छ नि मलाई त माया लाग्छ त्यस्तो माया लाग्छ मलाई मेन्टल प्रब्लम हुनुपर्छ हाउ ओल्ड आर यु बाइ द वे 26 हजुर यो त सानो उमेरमा यु हेभ डन सो मेनी थिङ्स आई थिङ्क सबै चिजहरू मेरो लाइफमा चाहिँ फास्ट भइरहेछ है यु गट म्यारिड नो डोन्ट गेट म्यारिड किन वेयर अन्त फर्स्ट इयर खतम छ नि अहिले त पहिला जस्तो छैन त हाम्रो मम्मी ड्याडीहरू जस्तो कहाँ छ त नि आमाको पाला जस्तो होइन आजकलको वुमेन आर देयर उनीहरूलाई हुर्काएकै अर्कै खालको छ है उनीहरू आएर उनीहरू बिचराहरू त्यो उनीहरूको पनि मिस्टेक छैन उनीहरूको त्यो जुन ब्रटअप होइन उनीहरूलाई हुर्काएकोमा प्रब्लम छ कि अनि उनीहरू एडजस्टै गर्न सक्दैन न हाम्रो बुवा आमासँग सक्छ न हामीसँग सक्छ होइन ऊ त एक न एकजना त घर छोडेर आउनै पऱ्यो त हामी जानु पऱ्यो कि उनीहरू आउनु पऱ्यो सो लाइक द्याट त्यस्तो गर्दाखेरि त बिजोग छ हालत समस्या हो अहिले त मैले देखेको सो अहिलेको जमानामा बिहे गर्नु भनेको त आमा त कोही अँध्यारो कुवामा हाल्नु भने जस्तै के हुन्छ नि थाहा छैन कि वी नेभर नो त्यो हिसाबले चाहिँ सम्बन्धहरू पनि सम्बन्ध जस्तो हुन थालेनन् अहिले चाहिँ प्रेम पनि प्रेम जस्तो रहेन मित्रता पनि मित्रता जस्तो रहेन एकअर्का मोज मस्ती गर्ने त्यो कति जेल हुन्छ र एक्ज्याक्टली होइन आउनु है अनि फेरि हाम्रो बानी त्यही हो जहिले पनि नयाँ चाहिँ मोबाइल फोन होइन 14, 15, 16 भने जस्तै अब गर्लफ्रेन्ड पनि 14, 15, 16 होइन अब बिहा गरेपछि त्यही हुन्छ अनि केटीले पनि त्यही सोध्छ योभन्दा बेटर केटा पाइसक्यो भनेर सोध्छ केटाले पनि त्यही सोध्छ तर छैन डिभोर्स भन्यो सम्पत्ति बाँड्यो गर्यो बच्चाहरूको बिजोग ओहो त्योभन्दा त बरु छैन भन्नु नै जाति हो कि बिहा भएछ छैन आइएम सिङ्गल आइम ब्याचलर भन्नु बेटर देखियो कि अहिले त बल्ल पन्छी जस्तो भएर उड्न पाइन्छ फ्रिडम त्यो त एकदम खै अब यो हेर्दाखेरि अब अपोज गरेको जस्तो होइन एकदम हेट गरेर मन नपराएर एकदम दुःख पाएर बोले जस्तो देखिन्छ होइन तर वास्तविकता यस्तै छ कि अहिलेको होइन अब मलाई याद छ आमा चाहिँ अब भर्खर बिहा हुँदाखेरि अब बुवासँग समस्या भयो घरमा रिसाएर गएर माइत गएर बस्यो कि अनि आमाले सोध्यो तँ किन आइस भनेर भन्दाखेरि के अरे झगडा गरेर आएको भने है त्यसरी कहाँ आउनुहुन्छ यो त तिम्रो घर होइन नि अब तिम्रो घर त त्यही हो फगाउने मिलेर बस्ने त्यही हो भनेर फर्काइदियो कि अब हाम्रो पालामा आएर मेरो वाइफको आमाले के भन्छ तिमीलाई के गाह्रो हो त्यस्तो के भने आऊ ल तिम्रो घर जहिले पनि खुल्ला छ तिमीहरूलाई
सिद्धि गर्ने घर कसरी बन्छ। अब अहिले त त्यो पनि भन्नु परेन, अब अहिले त त्यो नभने पनि त्यस्तो अलिकति पनि केही भयो भनेदेखि छोडेर जाने भइहाले है। म मेरो खुट्टामा उभिन सक्छु, मलाई चाहियो। सबै इन्डिपेन्डेन्ट हुन थाल्यो नि त। अब त मेन वुमेन भन्ने त्यो एउटा मलाई लाग्छ त्यो हटि त सकेको छैन होला, तर हट्दैछ। जो इन्डिपेन्डेन्ट छ उनीहरू कुनै पनि बन्धनमा बाँच्न चाहँदैन। एकदम सम्बन्ध भनेको त बन्धन नै होला जस्तो लाग्छ मलाई, किनकि होला जस्तो लाग्छ। तीनटा चिज छ कि, एउटा डिपेन्डेन्ट हैन, एकअर्कामा निर्भर गर्ने भयो, अर्को इन्डिपेन्डेन्ट, मलाई कोही पनि चाहिँदैन, अर्को चाहिँ इन्टरडिपेन्डेन्ट भन्ने हुन्छ कि। सो भनेको मतलब तपाईँ अब युआर अ जर्नलिस्ट हैन, युआर अ पडकास्ट मास्टर हैन, एक्सपर्ट है। अब जुन चाहिँ म चाहिँ नहुन सक्छ कि। सो भनेपछि मलाई तपाईँ चाहिन्छ र तपाईँलाई म चाहिन्छ। अब इफ आई एम अ स्पिरिचुअल पर्सन हैन, तपाईँ स्पिरिचुअल पर्सन स्पिरिचुअलिटी के जानु पर्यो, म गाउनु पर्यो हैन। म तपाईँको टिभी सम्बन्धी मिडिया सम्बन्धी के जानु, तपाईँ गाउनु पर्यो हैन। अब हामीलाई जुत्ता बनाउन आउँदैन, जुत्ता बनाउने मान्छे चाहियो हैन। सो त्यस्तै गरेर हामी इन्टरडिपेन्डेन्स भन्छ कि। तर श्रीमान श्रीमती पनि एउटा एक किसिमले इन्टरडिपेन्डेन्ट हो नि हैन। केटाले कति चिज गर्न सक्ने, केटीले सक्दैन। जस्तै हामी प्रेग्नेन्ट हुन सक्दैनौँ हैन, बच्चा पाउनको लागि वी निड बोथ हैन। एकजनाको बिर्या चाहियो, अर्कोको अन्डा चाहियो हैन, गर्भ चाहियो। सो लाइक द्याट वी आर इन्टरडिपेन्डेन्ट। तर त्यो इन्टरडिपेन्डेन्स नै फिल भएन। वी इक्वालिटीको नाममा आई क्यान डु एभ्रिथिङ, ही क्यान डु, आई क्यान डु एभ्रिथिङ, सी क्यान डु भन्यो हैन। बस एकअर्काको जरुरतै छैन भने जस्तो गरेर हुन पनि मेडिकल चाहिन्छ, टेस्ट ट्युब बेबीदेखि लिएर सबै सेरोगेसी मदर के उनीहरू निकाल्दैछ नि, चाहिँदै छैन। सायद यो अहिलेको वर्ल्डको असर पनि हुनसक्छ सायद। अहिलेको त्यो नै भयो, माहौल नै त्यस्तै भयो, लाइफस्टाइलै त्यस्तै भएर गइसक्यो कि। त्यसलाई नै खोइ राम्रो मान्दैछ, खोइ के गर्ने अब। मान्छेहरू बढी एकदम त्यो दिमागमा अथवा मनमा बढी बोझ बोकेर पनि हिँडिरहेछन्। त्यही भएर अहिलेका मान्छेहरू हेर्नुपर्छ। इभन म आफै पनि कहिलेकाहीँ कति धेरै बोझ छ मेरो टाउकोमा, कति धेरै बोझ छ मेरो मनमा। त्यस्तो कलिलो उमेरमा अझ स्वर्णिम समयमा, स्वर्णिम समय लाइफको सबैभन्दा सुन्दर पार्ट अनि बेस्ट पनि यति धेरै काम गर्छु भने कामको अवसरहरू प्रशस्त छन्, शरीर मन सबैले साथ दिएको छ। दौड्न सक्छु, हिँड्न सक्छु, 18 घण्टा काम गर्न सक्छु। तर त्यो कामको बोझ भन्दा बेसी अरू चिजको चाहिँ बोझ, यहाँ पनि बोझ। अनि एक दिन फेरि के रहेछ भने बेलुका बेसरी भोक लाग्छ, भात खायो भनेको भोक मर्छ अनि ढुक्क हुने। खानालाई हामी चाहिँ गरिरहेछौँ सबै, अनि फेरि हामीलाई बोझ चाहिँ अरू चिजको कता दौडिरहेछौँ, फाइन्ड आउटै गरिरहेछौँ क्या। फेरि याद गर्नुभयो, हामी गाउँतिर जाँदाखेरि पिपल आर मोर रिल्याक्स्ड हो नि। एक्ज्याक्टली है, कति खुसी छन् उनीहरू, एकदम सुख शान्तिमा महसुस छ। उनीहरूको एउटै मात्र चिन्तन कि उनीहरूसँग केही पर्यो, आपत पर्यो भने पैसा छैन भन्ने त्यति मात्रै हो। नत्र खाने साने लाउने होइन, इष्टमित्र साथीभाइ नाता गोता त त्यहाँ छ कि। कति धेरै कम्युनिटी हुन्छ त्यो सोसाइटीमा बाँचे हुन्छन्। अब सहरमा त तपाईँ कता म कता होइन, मतलबै छैन नि। मलाई कहिले काहीँ लाग्छ, म एक्लै बस्छु, मलाई राति केही भइहाल्यो भने पनि है कसैले थाहा पाउँदैन क्या। अनि म यति धेरै कम्युनिकेसनमा लेस छु। म आई डोन्ट नो, फोनमा अथवा कतै साथीभाइहरूसँग डेली कन्भर्सेसन गर्ने कोही एकजना हुनुपर्छ भन्ने हुन्छ नि। त्यसो भयो भने त बल्ल थाहा हुन्छ खोज्छ भन्ने। अनि म फ्याक्ट केही भइहाल्यो भने पनि म मरेको पनि थाहा हुँदैन दिनसम्म। त कहीँ बिजी छ भन्नु होला मम्मीले पनि, अथवा साथीभाइहरू पनि बिजी भयो भन्ने सोच्ला है। भन्न खोजेको त्यति हामी अब परिवारमा बस्यो भने अथवा सोसाइटीमा बस्यो भने त यो किन उठेन बिहान भनेर खोज तलास हुन्छ नि गाउँमा त। तुरुन्तै होइन। हो, यो सिटी लाइफले हामी खै होइन, अब सुविधा झिलिमिली सिलिमिली सबै छ होइन। अब लाइफको कम्फर्ट चोइसेसहरू के गर्ने, के खाने होइन, के लाउने भन्ने चोइसहरू बढ्यो। तर सुख शान्ति आनन्द चाहिँ हामीले सहरमा बसेर चाहिँ भोगेको छैन जस्तो लाग्छ। खुसी कहाँ भेटिन्छ अनि खुसी के हो भन्ने कुराको पत्ता कसरी लाउने भन्ने नै थाहा पाएन कि हामीले। अब यस्तो अध्यात्मको पोइन्ट अफ भ्यूबाट हेर्ने हो भने चाहिँ सुखको आधार भनेको सन्तुष्टि हो। जब मान्छेलाई सन्तुष्टि फिल हुन्छ तब सुख चाहिँ एउटा सिम्पटम लक्षणको रूपमा चाहिँ निस्किन्छ है। अब सन्तुष्टि केमा छ भन्ने कुरो चाहिँ एकदमै गाह्रो हो। र अर्को चाहिँ मैले धेरैचोटि भन्ने गरेको छु है, सन्तुष्टि कहिले आउँछ भन्दाखेरि जब भित्रदेखि पुग्यो भन्ने फिलिङ आउँछ नि, त्यसमा सन्तुष्टि छ कि। जस्तै अघि भने नि भोक लाएर बस्छ टन्नु हुन्छ नि, पुग्यो भन्छ नि बिन्दास के, त्यसपछि त्यो सेटिस्फ्याक्सन। तर पैसाको पेट छैन
होइन कतिजना गर्लफ्रेन्ड बनाउनु त्यसको पेट छैन होइन अब यो चिजहरूमा चाहिँ हामी सन्तुष्टि कहिले हुन्छ त होइन यो चाहिँ जान्न एकदम जरुरी छ सो यो अध्यात्म स्पिरिचुअलिटीले यही चिजमा फोकस गरिरहेको हुन्छ कि होइन सन्तोषी सदा सुखी भन्छ नि होइन सो सुख हुनुको लागि सन्तुष्टि हुनु पऱ्यो सन्तुष्टि हुनुको लागि जब त्यो पुग्यो भन्ने फिलिङ आउनु पऱ्यो सेचुरेटेड फिलिङ आउनु पऱ्यो कि तर मान्छेहरूको लाइफमा छैन पुग्दैन फेरि छैन अब नेपाल खतम देश काम छैन केही छैन भनेर अमेरिका युरोप अस्ट्रेलिया जान्छ त्यहाँ गएर पनि स्ट्रगल होइन त्यहाँ त रुखमा पैसा फल्दैन त्यहाँ गएर पनि मेहनत गर्नुपर्छ अनि कमाए पनि हुन्छ स्यालेरी पनि खतरा हुन्छ नेपालभन्दा दामी हुन्छ एकचोटि बिरामी बस स्वाट सबै चिज छिट अथवा कोही आएर यसो बन्दुक देखाएर लिएर गइन्छ सिद्धियो होइन अनि सेटिस्फ्याक्सन त्यहाँ पनि छैन क्षणभरमै आउँछ क्षणभरमै जान्छ अझ थाहा नै नभइकन जान्छ थाहा नै हुँदैन होइन गइरहेको पनि थाहा हुँदैन अनि मैले चाहिँ फेस गरेको यस्तो चिजहरू चाहिँ बेसी सबै चिजहरू मेरो लाइफमा आइरहनु किन फास्ट हुन्छ एकदम फास्ट हुन्छ जे चिज पनि फास्ट हुन्छ एकदमै म खुसीको पनि फेरि चरम सीमामा पुग्ने गरी खुसी हुन्छु सन्तुष्ट हुन्छु मसँग सब थोक छ भने जस्तो अनि फेरि त्यो खुसी कतिखेर गायब भएर बेलैन भएर दुःखहरू आइपुग्छन् थाहा नै हुँदैन अनि त्यसपछि अनि विचलित हुन थाल्छ मन चाहिँ अनि ओहो के गर्ने अब त्यसको कन्ट्रोल गर्न सक्ने चाहिँ समहाउ आयो न त्यो पनि क्षमता रहेछ मसँग जस्तो लाग्छ कहिलेकाहीँ चाहिँ तर त्यो एकदम विचलित हुने मान्छेहरूले चाहिँ ममा त जो फर्किन जान्दैन कसरी फर्किन्छन् म त फर्किन जान्दछु तर कसरी थाहा छैन म चाहिँ एकदम ब्रेनको युज गर्छु अनि आफूले कन्ट्रोल गर्छु त्यो होइन यस्तो गर्नु हुँदैन यो गरे म यो कारणले दुःखी भइरहेको छु अथवा यो कारणले खुसी भइरहेको छु भन्ने त्यो फाइन्ड आउट गरे जस्तो पनि लाग्छ तर त्यो चिजहरू मेबी अझै पनि बाँकी छ होला एक्सप्लोर गर्नलाई त्यो भएर थाहा पाइरहेको छैन अहिलेको विचलित छन् धेरै म मात्र नट ओन्ली मी विभिन्न किसिमको मान्छे छ कोही अब आफ्नो नेचर अनुसार होइन हाम्रो प्रकृति स्वभाव हुन्छ होइन त्यो स्वभाव अनुसार चाहिँ मान्छेहरूले सोच्ने तरिका गर्ने तरिकाहरू फरक हुन्छ होइन सो अब जस्तै अब यो आयुर्वेदकै कुरा गर्ने भने आयुर्वेदमा पित्त वात कफ भन्ने हुन्छ होइन यसले चाहिँ तिनवटा बडीली कन्स्टिट्युसन भन्छ होइन हाम्रो त्रिदोष भन्छ होइन सो भनेको हाम्रो शारीरिक बनोट हाम्रो गराई खवाई लगाई होइन सोचाइ यो तिनवटा प्यारामिटरहरू यसमा तिनवटामा जुन चाहिँ बढी देखिन्छ त्यसले डोमिनेट गर्छ त्यो किसिमको हाम्रो स्वभावहरू बढी देखिने त्यसबाट पनि एनालाइसिस गर्न सकिन्छ र त्यस्तै गर्नु यो एउटा फ्याक्टर भएन जस्तै त्रिदोष भयो अर्को त्रिगुण भन्ने हुन्छ त्रिगुण चाहिँ सप्तगुण रजोगुण तमोगुण अब यसमा चाहिँ यो तिनवटाको मिक्सचर होइन कि सप्तगुण छ भन्दा राम्रो हुन्छ होइन रजोगुण एभरेज र तमोगुण चाहिँ काम नलाग्ने भयो खराब होइन किनभने सप्तगुणी मान्छेहरू कस्तो हुन्छ भने नलेजमा बेस एकदम ह्याप्पी होइन पिसफुल हुन्छ रजोगुणको मान्छेहरू चिलन भने सङ्घर्ष हो यसलाई हान यसलाई गुहार यसलाई पिट होइन यता घुम्ने यता जाने अरबौँ कमाउने होइन एकदम एक्टिभ एकदम भनौँ न एक्टिभ इन द सेन्स गुड होइन कि नेगेटिभली आफू पनि डिस्टर्ब अरूलाई पनि डिस्टर्ब गर्ने ओके रजोगुण चाहिँ तमोगुण चाहिँ अल्छी सुतेर बस्ने होइन पैसा कमाउने होइन कमाउने यार भोलि गर्ने यार पछि गर्छु भोलि गर्छु प्रोक्रास्टिनेट गर्छ नि त्यो चाहिँ तमोगुणबाट आउँछ लेजिनेस नेगेटिभ फलानु गयो त्यसले त बनायो भने छोड्दै यार यस्तो एकदम नेगेटिभिटीतिर जाने सप्तगुण चाहिँ एकदम पोजिटिभ हुन्छ रजोगुण चाहिँ कुन गुणको पर्दो रहेछ म अहिले त्यो चाहिँ बेला बेलामा हतारिया जस्तो पनि लाग्छ म अहिले त्यही ठाउँमा भनेको इन्भल्भ छु एउटा टेलिभिजनमा अस्ति भर्खर एग्रिमेन्ट भयो अब प्रोग्राम आउँदैछ टेलिभिजनमा एउटा सो आउँदैछ अर्को एउटा प्रडक्सन हाउसमा इन्भल्भ छु त्यहाँनिर चाहिँ रियालिटी सोहरू हुन्छ रियालिटी सोहरूको एउटा डिरेक्सन टिममा बसेर काम गर्छु अहिले अनि एउटा आफै फुल अनि इन्भल्भ भएको पडकास्ट अरू पनि कामहरू त्यो एक टुक्रा भन्ने प्रडक्सनबाट हामी गर्छौँ भन्न खोजेको यो भेरियस चिजहरू एकदम गर्न मन लाग्छ अरू पनि अफर आइरहेको छ तपाईँ भ्याउँछु कि भने जस्तो पनि लाग्छ फेरि आइरहेछ नि जाउँ कि क्या हो के हो एउटा श्लोक छ भगवत गीतामा है भन्छ है तपाईँलाई इट्स लाइक अ सजेसन व्यवसायत्मिका बुद्धि एकै कुरो नन्दन बहु शाखा हेनन्तश्च बुद्धयो व्यवसायिन भनेको मतलब के भन्दाखेरि हाम्रो बुद्धि होइन मेन त बुद्धि हो नि त होइन बुद्धिले हाम्रो लाइफमा डाइरेक्सन देखाउने हो नि त होइन जसको बुद्धि एउटै ठाउँमा फोकस छ उसले जेमा पनि सक्सेस पाउन सक्छ तर जसको बुद्धि 10 ठाउँमा बाँडेको छ पुजिहाल्नु परेन भनेको छ किसम्म नबाँडेको राम्रो एक्ज्याक्टली हेर्नु न एप्पलले के बनाउँछ एप्पल कम्पनीले के बनाउँछ त्यो फोनहरू बनाउँछ सबै चिजहरू बनाउँछन् धेरै चिजहरू त्यही फोन म्याक सबै रिलेटेड चिज बनाउँछ फिक्स छ त्यसको होइन माइक्रोसफ्ट होइन सफ्टवेयर
होइन विन्डोज त्यो बनायो होइन एमाजोनले के गर्छ एमाजोन भनेको अब भिडियो पनि छ फेरि उता होइन एमाजोनको यो रिटेल छ ए ओके होइन रिटेलिङ गर्छ फेसबुक टक्क पर्टिकुलर छ कि होइन फेसबुकले नुन बनाएको कहिले देखेको छ फेसबुक नुन फेसबुक नुन होइन सो अफकोर्स टाटाले गरेको छ टाटा स्टिल टाटा नमक अनि मैले कसरी यिनीहरू काम गरेको थिएँ यो त भगवत गीताको फेल खायो भन्दाखेरि उनीहरूको चाहिँ के रहेछ भन्दाखेरि सबै एन्टिटीहरू डिफ्रेन्ट स्टिलले नुन हेर्दैन हेर्दैन ऊ अलग्गै रेजिस्टर ऊ अलग्गै रेजिस्टर नाम चाहिँ कमन युज गरेर रहेछ कि अनि त्यसलाई चाहिँ कङ्ग्लोमरेट भन्दो रहेछ त्यस्तोलाई होइन ग्रुप अफ इन्डस्ट्रिज भन्छ नि त्यो जस्तै सो भनेको मतलब लाइफमा यदि हामी साँच्चै सक्सेस प्राप्त गर्ने हो भने चाहिँ वी निड टु बी फोकस्ड होइन सो अफकोर्स हाम्रो नेचर अनुसार भने जस्तै होइन म केमा व्यस्त छु होइन मान्छेले त अब कबाड गरेर पनि कमाइदिएको छ सुन बेचेर पनि कमाएको छ होइन भनेपछि यो दुइटा त हेर्दाखेरि त अपोजिट चिज हो नि तर दुवैजना करोडपति भएको छ होइन सो भनेपछि वाट एम आई डिजाइन फर मेरो नेचरले यो गुणले के दिन्छ यो चाहिँ सत्वगुण रजोगुण तमगुण होइन अब सत्वगुण धेरै भएको मान्छेहरू चाहिँ ब्राह्मणिकल भन्छ अथवा इन्टेलेक्चुअल होइन बुद्धिजीवी भयो उसले सोच्ने प्लान गर्ने स्ट्राटेजी बनाउने पोलिसी बनाउनेतिर लाग्नुपर्छ विशेष गरेर कम्पनीको सिइओहरू चाहिँ सत्वगुणी चाहियो किन त उसले त प्लान गर्ने स्ट्राटेजी बनाउनु पर्यो होइन सोच्नुपर्ने हो प्लान गर्नुपर्ने हो त्यस्तै गरिकन जसमा त्यो रजोगुण हाबी छ होइन रजोगुण धेरै छ ऊ चाहिँ एडमिनिस्ट्रेटिभ होइन नेता अथवा आर्मीहरू होइन जो भनौँ न एडमिनिस्ट्रेटिभ व्यवस्थापन कार्य अनुशासन हो जो चाहिँ रजोगुण र तमोगुण मिक्स छ दुइटै बराबर छ नि उनीहरू चाहिँ व्यापारीहरू हुँदो रहेछ होइन अनि त्यसमा चाहिँ अलिअलि लोभी पनि हुने अलिअलि इच्छा आकाङ्क्षाहरू हुने अलिकति हुने यति होइन किन त्यो नभइकन त अगाडि बढ्दैन प्रफिट मेकिङ हुँदैन नि सोच्न मलाई नाफाको मतलबै छैन मैले 10 रुपियाँमा किन ल बाबु माया लाए 10 रुपियाँमा लैजाऊ भने त ऊ त बिजनेसम्यानै भन होइन ऊ त समाजसेवी हो होइन सो लाइक द्याट त्यसमा चाहिँ अलिकति चाहिन्छ अनि जो तमोगुनी हुन्छ ऊ चाहिँ हावी हुन्छ ऊ चाहिँ स्किलफुल ट्यालेन्टहरूतिर त्यसमा चाहिँ बढी देखिन्छ कि सो यस्तो किसिमले चाहिँ होइन हाम्रो एक्टिभिटीबाट चाहिँ हामीलाई छुट्याएको छ कि होइन सो म के हो त म कुन चाहिँमा होइन पैसा सबैमा छ यो चारै किसिमको बुद्धिजीवीले किताबहरू लेखेर दुनियाँ गरेर फेमस भएर होइन पुरै पैसा कमाएको छ होइन पेन्टिङहरू गर्नेहरूले पनि पैसा कमाएको छ बिजनेस गर्ने पनि पैसा कमाएको छ अनि चाहिँ मेरो चाहिँ केमा छ त मेरो खुबी केमा हो मेरो कर्म केमा छ त्यो चाहिँ पत्ता लगाउनु पऱ्यो कि अनि त्यो अनुसार गऱ्यो भने चाहिँ देन मोर फ्रुटफुल ओके मेबी तर मैले जति ठाउँमा गरेँ पनि मेरो कर्म त एउटै नै हो सबै ठाउँमा गर्ने गर्नु त गर्नै पर्छ होइन मेहनत त गर्नै पर्छ काम त मलाई फुर्सद बस्नै मन लाग्दैन म 5 मिनट घरमा 8 बजीभन्दा अगाडि घर पुग्यो भने किन यति चाँडो आएँ घरमा भन्ने त्यो एउटा के अझ अर्को 1-2 घन्टा के गर्न सक्छु कि आज फुर्सद भयो भनेर भने जस्तो फुर्सद चाहिँ बस्न नसक्ने अनि 10-15 दिन कहिले काहीँ त्यो कामहरू पहिला हुँदाखेरि ब्रेक हुँदाखेरि चाहिँ ओहो मलाई त त्यो सफोकेसन हुने अब ला मेरो त करियर बर्बाद भयो म त सकेँ भने जस्तो अनि त्यो काम बिना बस्न नसक्ने आइरहनु किन हतार गरिरहेको छु पनि थाहा छैन हतार गर्नु हुँदैन जस्तो लाग्छ मेबी अलिकति काम भएर काम गर्नुपर्छ अलिकति तर अलिकति हतारियो भने चाहिँ बिग्रिन्छ भन्ने फेरि थाहा पनि छ बिग्रिन्छ है यसो गर्नु हुँदैन हतार गर्नु हुँदैन भन्ने अनि कति चिजहरू डिसिजन गर्न पनि गाह्रो हुँदो रहेछ मेबी एजको पनि कारण हुनसक्छ अथवा के कारण मलाई डिसिजन गर्न पर्यो भनेदेखि अब त्यहाँ महाभारत हुन्छ मेरो दिमाग दुख्न थाल्छ होइन भन्न खोजेको के गर्ने भन्ने कुरा थाहा पनि छ मैले यसो गर्नुपर्छ भन्ने तर नगरौँ कि क्या हो भन्ने अनि कतै चाहिँ केही कुरामा चित्त बुझेन भनेदेखि मलाई चित्त बुझेन भनौँ कि भनेर पनि मन लाग्ने फेरि नभनौँ कि कसरी भन्ने अथवा नभनौँ कि भन्दाखेरि बा मलाई इफेक्ट गर्ने हो कि अथवा उसलाई इफेक्ट गर्ने हो कि भन्ने त्यो अलिक बढी सेन्सिटिभ हो कि जस्तो लाग्छ अनि आई डोन्ट नो यस्तो छ आफू भलो त जगत भलो हो फेरि स्वार्थी भन्छ नि मान्छे होइन यसमा दुईटा अर्थ लाग्न सक्छ होइन म राम्रो भयो भने जगत राम्रो हुन्छ भन्ने पनि लाग्छ मलाई राम्रो गर्यो भने जगतलाई पनि अटोमेटिक राम्रो हुन्छ मबाट राम्रै जाने भन्दा फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार भनेको मतलब तपाईँलाई भन्नुभयो भने आफूलाई पनि खुसी पार्न एकदम जरुरी छ होइन पहिला होइन स्वयंलाई आफूलाई खुसी पार्नु पर्यो त्यसपछि लोकरञ्जन गर्ने त छँदैछ होइन सो हामीहरू यो अहिले जुन मोडर्न लाइफस्टाइल छ होइन त्यसमा दौडधुपमा हामीहरू पनि लागेका छौँ
तपाईँले भन्नुभयो जस्तै कहाँ पुग्ने हो थाहा छैन कहाँ पुग्ने थाहा नै छैन फेरि हतार छ फेरि होइन सो त्यस्तो रेसमा चाहिँ अलिकति पछाडि आएर होइन अलिकति पछाडि आएर सोच्न एकदम जरुरी छ कि होइन जस्तै एउटा सिम्पल उदाहरण लिउँ न फुटबल होइन अहिले संसारमा एकदम फेमस स्पोर्ट्स मध्येमा पर्छ होइन त्यसमा अब यो होइन रोनाल्डिनो होइन यो विभिन्न अरूहरू छ मेस्सीहरू होइन उनीहरू दे आर लाइक पपुलर प्लेयरहरू होइन दे आर एक्सपर्टहरू भनेको सानो बेलादेखि नै दे हेभ बिन प्लेइङ अनि होइन कति इयर्सको प्र्याक्टिस अनि कति गेमहरू खेलिसकेको जितिसकेको होइन तर उनीहरूको पछाडि पनि कोच हुन्छ कि होइन त्यो कोच किन चाहियो त्यही त उनीहरू त एक्सपर्ट हो फेरि उनीहरू त एक्सपर्ट भएपछि कोच किन चाहियो होइन सो यो बारेमा मैले धेरै सोचेँ अनि त्यसपछि एउटा के फिल गरेँ भन्दाखेरि हाम्रो लाइफमा हामीहरू कुदिरहेका छौँ कि मेसेज जस्तो रोनाल्डिनोहरू जस्तो होइन वी आर लाइक रनिङ अराउन्ड है सो त्यो दौडिरहेको बेलामा बर्ड आई भ्यू हुन्छ होइन जस्तै चिल माथि गएर हेर्छ नि मेरो शिखर कहाँ छ भनेर माथिबाट हेर्छ नि त्यो गर्न नभ्याउने रहेछ कि हामीले ओके होइन त्यो गर्न किनभने जति माथि हाइटबाट हेऱ्यो त्यति ओभरभ्यू देखिन्छ होइन म कहाँनिर छु कहाँ जानेवाला छु अगाडि के छ सोच्नुहोस् त तपाईँ गाडीमा गइरहेको बेलामा टक्क क्वाडकप्टर यसो उडेर माथि गएर होइन ड्रोन उडेर गएर चट्ट अगाडि गएर जाम छ भनेर भिडियो हेर्न पाइने भए बाटो चेन्ज गरिन्थ्यो सो भनेको जस्तै अहिले गरिरहेछ कि मर्सिडिजहरू कसैले गरिरहेछ त्यस्तो होइन सो भनेको जस्तै होइन म पनि लाइफमा एकचोटि यसो माथि गएर मेरो लाइफमा के भइरहेछ यसो हेर्न पाएँ भने म बेटर पर्फर्म गर्न सक्छु कि सो मैले भन्नु खोजेँ के भन्दा अफकोर्स हामी चिल जस्तो त उड्न सक्दैनौँ तर यसको मतलब के भन्दाखेरि तपाईँ जुन यो 2 घन्टा 3 घन्टा टाइम खाली भयो नातिन्छु भन्नुभयो नि नातिनुहोस् बसेर एकचोटि एनालाइसिस गर्नुहोस् न हेर्नु पर्यो म कहाँ छु होइन अनि यसमा इभ्यालुएसन भन्छ होइन मूल्याङ्कन भन्छ है त्यो इभ्यालुएसन भन्ने चिज एकदम जरुरी छ कि अनि इभ्यालुएसन गर्नलाई दुईवटा चिज चाहिन्छ के पहिला मेरो स्ट्राटेजी चाहियो अनि मेरो एक्टिभिटीको रिपोर्ट चाहियो होइन अनि यो दुईवटा कम्पेयर गर्छु कि मैले प्लान गरे अनुसार यो छ कि छैन तब नै इभ्यालुएसन हुन्छ एक्ज्याक्टली तर सपोज भनौँ यो छैन प्लानिङ छैन अनि म एक्सन लिइरहेको छु मैले राम्रो बेस्ट गरेँ गरेँ कसरी थाहा भयो भएन किन कम्पेयर गर्नु त मिलेन केही छ होइन जे छ त्यसलाई स्वीकार्नु पर्यो अथवा प्लानिङ छ एक्सन छैन मैले केसँग इभ्यालुएट गर्ने होइन सो आफूलाई इभ्यालुएट गर्नलाई यो दुइटै चिज चाहियो होइन अनि यो जुन खाली टाइम भन्नु भने बेस्ट टाइम टु प्लान गर्ने अनि आफूलाई बुझ्ने म कहाँ छु के छु मेरो वरिपरि के छ न स्पेसली यसमा पनि अब हाम्रो समयको प्रभाव भन्छ होइन अगेन यो चाहिँ यो पित्तवात कफको नै आउँछ आयुर्वेदमा होइन त्यसमा चाहिँ बातको टाइममा चाहिँ माइन्ड एकदम एक्टिभ हुन्छ कि ओके सबसे एक्टिभ हुन्छ अनि सोच्ने भने जस्तो माइन्डबाट गर्नु पऱ्यो होइन सो भनेपछि त्यो टाइम चाहिँ सबभन्दा बेस्ट टाइम भनेको बिहानको टाइम हुन्छ कि बिहान भनेको 2 बजीदेखि 6 बजीसम्म कि 2 बजीदेखि 6 बजीसम्म धेरै जस्तो त्यो टाइममा हामीहरू सोचिरहेको हुन्छ होइन र सपना देख्ने टाइम हो त्यो हो एकदम धेरै सपना देखिन्छ हो त्यो टाइममा होइन किनभने त्यो टाइममा माइन्ड एकदम एक्टिभ हुन्छ सो माइन्डले इमेजिन गर्ने माइन्ड टाइम ट्राभल गर्ने होइन यो सबै चिज त्यो टाइममा हुन्छ कि सर त्यो टाइममा इन केस होइन अलिक छिटो सुतेर त्यो टाइममा उठ्न सक्यो भने बेस्ट प्लानिङ त्यो टाइममा हुन्छ हाम्रो धेरै जसो होइन सक्सेसफुल बिजनेसम्यानहरू बिहान छिटो उठेर बिजनेस प्लानहरू गर्छ होइन सो उनीहरूको नाइट लाइफ त पछिको कुरा हो पैसा कमाएर टन्नु भएपछि सर्प्लस अब कि ढुक्क भएपछि गर्ने चिज तर हामी चाहिँ कस्तो हुन्छ नि कमाएकै छैन सापट लिएर गयो भने डिस्को जाऊँ न भने किसिम जान्छ नि सपना चाहिँ म ल्याम्बोगिनी किन्छु यो किन्छु होइन अरबौँ खरबौँ गर्छु भनेर न अरबौँ खरबौँ भन्दा अलिकति लाइफलाई अलिकति डिसिप्लिनमा राख्नुपर्छ म्यानेज गर्नुपर्छ सो एनिवे बिहान 2 बजी 6 बजीको टाइममा सोच्न सक्यो भने त बेस्ट टाइम हो त्यो तर सक्दैन भने दिनको कुनै पनि टाइममा होइन यु हेभ टु मेक होइन कमसेकम हरेक दिन सक्दैन भने कमसेकम हप्तामा एकचोटि बसेर साँच्चीकै म के गरिरहेको छु म कहाँ पुगेँ भने मैले के गरिरहेको छु भन्दाखेरि होइन त्यो गर्नलाई एउटा प्लान जति डिटेल लेख्न सक्यो त्यति राम्रो सक्दैन भने कमसेकम आउटलाइन होइन समग्रमा भए पनि एउटा यसो यति वर्षमा म यहाँ पुग्छु यो गर्छु यस्तो गर्छु यस्तो होइन सपोज मैले बिजनेसै भनौँ न होइन बिजनेसमा मैले 1 लाख लगानी गरेँ अनि जहाँ लगानी गरेको उनीहरूले के भन्यो भने हजुरको 6 महिनामा डबल हुन्छ तपाईँले 2 लाख पाउनुहुन्छ होइन सो तपाईँ 6 महिनापछि जानुहुन्छ कोही त मेरो 2 लाखले भन्दाखेरि सर यसपालि अलिकति कम भयो 1,70,000 लानुहोस् भने 30,000 त घाटा भयो नि त भन्न पाइयो नि होइन किनभने त्यहाँ प्लानिङ थियो थाहा थियो मलाई पहिला र एक्सनमा कम्पेयर गर्न पाइयो तर मैले 1 लाख लगाएँ
होइन हुन्छ 6 महिनापछि तपाईँलाई नाफा दिन्छौँ भन्नु भन्यो 1,70,000 दियो दङ्ग पऱ्यो त्यसैमा फुरुङ्ग भनेको यो फुरुङ्ग हुने भयो तर त्यहाँ 30,000 कमाएको त म देख्दिनँ थाहा नै हुँदैन होइन त्यही भएर यो प्लानिङ गर्न एकदम जरुरी छ हामी नेपालीहरू धेरै पछाडि छौँ यसमा विदेशीहरू एकदम अगाडि छ एउटा जर्मनको हाम्रो माताजी भन्छौँ हामीहरू होइन फिमेल प्रिचर उहाँलाई मैले नेपाल बोलाएँ कि अच्छा हजुर नेपाल आउनुहोस् न भने म कहिले आउँ भनेर सुन्नुभयो अनि म आउनुहोस् न 2 महिनापछिको टाइम इट्स अ भेरी नाइस टाइम स्प्रिङ टाइम हुन्छ हाम्रो समर टाइममा हामी यहाँ कुल हुन्छ काठमाडौँमा आउने भने अनि उसले यसो के निकाल्यो आफ्नो किताब जस्तो यसो पल्टायो म 2 वर्षपछि आउन सक्छु भनेर भन्छ अनि वाइ 2 years किन वाइ नट आफ्टर 2 months भनेको आइम बुक्ड अनि फर 2 years या बुक्ड इन द अलमोस्ट इयर्स भन्नुहुन्छ स्प्रिङमा त 2 yearsसम्म म प्याकेज छु भन्नुहुन्छ भनेपछि त्यो जर्मन मान्छे होइन त्यो 2 वर्षपछिको पुरै उसको प्याक छ उसलाई थाहा छ कहाँ छ भन्दाखेरि उसले टाइममा टिकट किन्ने हो र सस्तोमा पाउने हो होइन ऊ कहाँ जान्छ भन्ने कुरो उसलाई पहिल्यै थाहा छ अन्त जर्मन कहाँ छ नेपाल कहाँ छ कि यति धेरै सबै चिजहरू ब्यालेन्स्ड हुने भयो एकदम होइन अब प्लान गर्दै पनि सक्सेसफुल नहुने भन्ने आफ्नो ठाउँमा छ त्यसमा हामी फ्लेक्सिबल पनि हुनु जरुरी छ कहीँ फेल खाइन्छ न त्यो त फ्लेक्सिबल हुनु त्यो फेरि प्लान चेन्ज गर्ने नि त्यो पनि हुनु जरुरी छ त्यसलाई अलिकति ठाउँ दिनु पर्यो प्लानिङ चाहिँ चाहिन्छ अब हामी नेपाली केटाहरूलाई युथहरूलाई सोध्छु होइन अनि के हो लाइफको प्लान भनेको टन्नै पैसा कमाउने भने कति टन्नै भने टन्नै हुन्छ अब टन्नै भने कति होइन थाहा छैन नि किनभने पैसा कमाउने भने त म्याथमेटिक्स हो नि होइन तपाईँ महिनामा 1 लाख कमाउनुहुन्छ भने वर्षमा 12 लाख हिसाब होइन अनि 5 वर्षमा 60 लाख तर हो अलिकति एक्सपोनेन्सियल जान्छ होइन पैसाले पैसा तान्छ इन्भेस्ट गरौँला 60 वर्षमा 1 करोड आउँला तर यो त म्याथमेटिक्स हो नि तर टन्नै भने कति होइन सपोज मैले भने 100 करोड कमाउँछु ल 20 वर्षमा 100 करोड कमाउँछु भने यस्तो हिसाब गर्नु पऱ्यो नि त डिभाइड बाई 20 डिभाइड बाई 12 गर्नु पऱ्यो नि त भनेपछि यो महिनामा म कति कमाउनु पर्छ थाहा हुन्छ नि त छैन दिमागमा अहिले सुको पैसा छैन अनि त्यहाँबाट 20 वर्षपछि म टन्नै कमाउँछु भन्छ कमाउँदैन कि सो भनेको प्लानिङ पिन पोइन्ट गरेर प्लान गर्दाखेरि चाहिँ हाम्रो लाइफ चाहिँ अलिक बेटर हुन्छ जस्तो लाग्छ यो चिजहरूमा हामी कहीँ न कहीँ कमजोर छौँ अनि अब कति प्लान गरेको चिजहरू फेरि नभइदिँदा दुःख लागे जस्तो भने अनि मैले आजसम्म मलाई लाग्छ यहाँसम्म पुग्छु भनेर कहिले पनि यो प्लान गरिनँ अथवा म यो कार्य गर्छु भनेर तर एउटा दिमागमा चाहिँ के थियो भने बच्चे बेलादेखि भन्ने अथवा अलिक ठुलो भइसकेपछि जतिखेर सुझबुझ भयो त्यो दिमागमा त्यति बेलादेखि चाहिँ म त देखिने मान्छे हो फ्रन्टमा आउने मान्छे हो कि सिनेमा खेल्नुपर्छ हिरो भएर कि टेलिभिजनमा केही बोल्नुपर्छ कुनै प्रोग्राम मान्छेले चिन्नु पर्यो म स्क्रिनमा आउनु पर्यो मलाई मान्छेले देख्नु पर्यो बाटोमा हिँड्दा पनि यसो 2-4 जनाले हाई हेलो गर्नु पर्यो मलाई चाहिँ ठुलो एउटा त्यो मासले चाहिँ हेरोस् है जुनसुकै माध्यमबाट होस् त्यतिखेर टिकटक केही पनि थिएन न त टिकटक बनाउन थाल्थ्यो होला त्यति बेलै हजुर अहिले त्यतिखेर टिभी थियो सिनेमा थियो त्यहीँनिर भिजुअलाइजेसन भयो त्यो कुरामा म यति स्ट्रिक्ट थिएँ म विदेश जान भनेर काठमाडौँ आएको मम्मी घर फ्यामिलीबाट जा जापान भनेर आएर पढाउ यताउता गरेर मलाई त मनै थिएन मन नभएको चिज फेरि माथि कोही हुनुहुन्छ भन्ने चिज त्यहीँबाट विश्वास लागेको मेरो मन यति धेरै यो चिजहरूमा थियो कि अनि त्यो विदेश जाने भन्ने त थिएन तर फ्यामिलीले भनेको चिज त मान्नु पर्यो फेरि म मेरो आमा बालाई नो भन्न सक्ने को नै हुँ र भने आमा बाको जानेको मान्छे उहाँहरूले भनेको चिज त मान्नुपर्छ तर भित्र आफू त आफू नै हो फेरि एट द एन्ड भित्रबाट थिएन त पढ्यो पास भयो यो भयो त्यो भयो सबै प्रोसेस गरे हामी 9-10 जना थियौँ त्यो सेसनमा हामी अप्लाई गर्ने सेसनमा बाँकी सबैको आयो मेरो मात्र भिजा आएन सिओई आएन सबैभन्दा जिन्दगीमा सबैभन्दा खुसी त्यो टाइममा थिएँ म अब मैले जर्नी स्टार्ट गर्ने भएँ होइन मेरो लागि त नयाँ ढोका खोल्यो मैले ट्याक्कै अब मेरो त भिजा आएन अब फेरि आउँदैन अप्लाई गर्न भने त के अन्टर सन्टर के भन्दै कलेजले के अरे स्कुलले यस्तो भन्नुभएको छ क्लासमा टिचरले अब मेरो अब नेक्स्ट टाइम अप्लाई गरौँ अब त्यही पनि 2-4 वर्षपछि अरे अब यहीँ के गर्नु पऱ्यो नि भनेर फेरि जर्नलिजम पढेँ अब दिमाग त लाउनु पऱ्यो अब फिल्म पढ्नलाई पैसा धेरै लाग्छ पढेर त्यसरी मैले जर्नी स्टार्ट गरेँ पढ्न थाल्नु बित्तिकै कामहरू मिल्यो यताउता एक्सपिरियन्सहरू भयो अनि सबै चिजहरू भयो आफूले सोचे जस्तो भयो
म जर्नलिजममा लागेको 2-4 वर्षमै त म त टेलिभिजनमा प्रोग्राम चलाउने भइसकिसकेँ अब एङ्कर भइसकिसकेँ प्रेजेन्टर भइसकिसकेँ ओहो मलाई त के चाहियो होइन ब्याकमा बसेर पनि धेरै काम गरियो तर त्यो फ्रन्टमा आउँदाको त्यो ह्याप्पिनेस चाहिँ लिखुरे कसैले पत्ताउँदैन पनि थियो होला यो कसरी प्रेजेन्टर भयो यो एङ्कर भयो भनेर अहिले मोटाको अहिले मोटाको पत्ताउँदैन थियो तर फेरि कनेक्सन्सहरू यस्तो थियो कि ठुल्ठुलो सेलिब्रिटीहरू ल्याइदिने अब त्यहाँ त अब त्यो ल्याइदिएपछि होस् जस्तो सुकै होस् टेलिभिजनले पत्यायो भन्न खोजेको मैले मेरो कनेक्सन्सहरूले गर्दाखेरि मैले त्यो पाएँ स्थानमा बिस्तारै बिस्तारै डेभलप भयो तर त्यही भएर कोही हुनुहुन्छ माथि हेरिरहनु भएको छ र तिमीले साँच्चै मनबाट चाह्यो भने पुग्दो रहेछ मनबाट चिताउनु पर्ने रहेछ जस्तो लाग्यो हो त्यही त होला नि मेरो चाहिँ एक्सपिरियन्स यस्तो रह्यो मनबाट जे सोचे हुन्छ आफूले जेमा त्यो के भन्छ एकरो भन्छ के भन्छ थाहा छैन लागिरह्यो भनेदेखि अथवा चिताइरह्यो यो भएन भने म दुःखी भयो भनेदेखि त्यो नहुँदा म दुःखी भयो भने त्यो प्राप्त हुने रहेछ कि दुईटा चिज भयो दुईटा चिज छ यसमा पनि अनि एउटा चाहिँ हामीले पूर्व जन्मबाट लिएर आउने भन्छ भाग्य भन्छ होइन सो एउटा भाग्यमा लेखेको पनि हुनसक्छ र अर्को चाहिँ होइन मेरो भाग्यमा छैन भने म लास्टै मेहनत गर्छु त्यसमा लागि पर्छु होइन अब जस्तै संसारमा वर्ल्ड क्लास हुनको लागि पनि त्यही 10,000 घन्टा प्र्याक्टिस गरेको हुनु पऱ्यो क्या होइन तर हामी 2 दिन गरेको बारेमा चाहिँ हामी केही हुनेवाला छैन होइन सो कि त तपाईँको भाग्यबाट भनेको पूर्व जन्ममा गरेको कन्टिन्युएसन हो नि त मेहनत त गरेको छैन पूर्व जन्मको पनि होइन सो त्यो कन्टिन्युएसन आउने भयो र कतिपय चिजमा चाहिँ म यो लाइफमा म ठान्छु म गर्छु यो गरेरै छोड्छु भनेर एउटा इख होइन के बिख नभएको सर्प र इख नभएको मान्छे काम छैन भन्छ नि त्यो इख लियो भने चाहिँ यस वाइ नट होइन त्यसको फलिफाप हुन्छ होइन र डेफिनेटली हामीले आफूलाई अरूसँग कम्पेयर चाहिँ गर्नु हुँदैन होइन तपाईँको कम्पेरिजन अरूसँग छैन म आफैले चाहिँ गर्दिनँ गर्नु पनि हुन्न र किनभने उसको आफ्नै कथा छ तपाईँको आफ्नै कथा छ मिल्ने म्याचै गर्दैन केही पनि म्याच गर्दैन उसको सराउन्डिङ उसको फेसिलिटी उसको इन्भाइरोमेन्ट उसको भाग्य केही पनि म्याच गर्दैन तपाईँसँग अनि तर केसँग चाहिँ तपाईँले कम्पेयर गर्नुपर्छ भने हिजोको तपाईँ र आजको तपाईँ होइन सो मैले योभन्दा बेटर गर्न सक्छु तर अरूसँग दाँजेर होइन म आफैसँग दाँजेर के आफैसँग आजको म बेटर हुनु पऱ्यो म होइन सो त्यही भएर यो हिसाबले चाहिँ हामीले एनालाइसिसहरू गऱ्यो भने चाहिँ बेटर हुन्छ अब भाग्यको लागि चाहिँ हामीसँग कुण्डलीहरू हुन्छ होइन कुण्डली ज्योतिष विद्याहरू छ पामिस्ट्री छ न्युमरोलोजीहरू विभिन्न किसिमको साइन्सहरू छ होइन तिनीहरू युज गरेर चाहिँ हामीले पत्ता लगाउन सकिन्छ भने जुन चाहिँ अब हार्डवर्क छ यिनीहरू चाहिँ इन्ट्रेस्टको कुरा छ यो चाहिँ एक्चुअली आफूलाई एनालाइसिस गरेर यसो एनालाइज गरेर म लाइफमा के चाहन्छु त वास्तवमा होइन त्यो एक्चुअली तपाईँले भने जस्तै होइन म पब्लिकमा आउनु पऱ्यो म देखिनु पऱ्यो पर्दामा आउनु पऱ्यो भने जस्तै होइन त्यो गऱ्यो भने चाहिँ राम्रो हुन्छ र मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि मैले अरू एक्टरहरूलाई पनि मैले भनेको थिएँ यो कुराहरू होइन काठमाडौँ मात्रै किन नेपाल मात्रै किन होइन इन्डिया जान सकिन्छ ठुलो पर्दा भन्दा होइन ठुलो मास भयो होइन अब यहाँ 3 करोडले नेपाली भाषा हेर्छ भने त्यहाँ गएर खेल्यो भने कमसेकम 100 करोडले हेर्छ अभियसली होइन त्यो मास बढ्यो अझ हलिउड गयो भने त झनै ठुलो मास भयो विश्वले हेर्ने भयो होइन सो त्यस्तै गरेर अझ चाइनामै जाने हो कि चाइनामा पनि त झन्डै 2 करोड पुऱ्याइसक्यो भन्थ्यो होइन अथवा स्पेनिसहरू छ सो लाइक द्याट प्लान गर्न सकिन्छ र चिताएपछि र हामीले साँच्चीकै होइन मेहनत गर्ने हो भने त किन नसक्ने चिताएपछि पुग्ने रहेछ पुग्छ नि होइन कस्तो अब जस्तै आर्नोल्ड स्वार्जनेगर होइन ऊ पनि त अस्ट्रियाबाट हो नि त होइन अस्ट्रियन मान्छे अमेरिकामा गएर उसले भिडियो खेल्दाखेरि उसले आफैले भन्छ होइन आर्नोल्डले आफैले भनेको छ कि मेरो इङ्ग्लिसै राम्रो थिएन एक्सेन्ट आउँथ्यो त्यसमा होइन अब त्यो बोल्दाखेरि राम्रो इङ्ग्लिस पनि बोल्न नआउने अनि त्यहाँबाट आइल बी ब्याक भनेर भन्यो अरे क्या अनि उसले आइल बी ब्याक भन्दाखेरि भेरी गुड त्यही झन् उसको जुन त्यो अस्ट्रियन एक्सेन्ट थियो नि त्यसले नै झन् उसलाई प्लस पोइन्ट भयो कि अब हेर्नु त टक्क यति धनी भयो ऊ यति पपुलर भयो होइन हुँदा अमेरिकामा गएर होइन ऊ चाहिँ अब पार्लियामेन्टमा सुध गयो क्याबिनेटमा सुध गयो होइन मेयर बन्यो अनेक भयो सो लाइक द्याट आई मिन मान्छेले गरेर नसक्ने के छ होइन गरेर नसक्ने के छ होइन मैले भन्न खोजेको के भन्दा नेपालमा धेरै कुरो गर्छ तर नेपाल एउटा सानो मार्केट हो होइन र तपाईँले भन्नुभयो जस्तै तपाईँको इन्ट्रेस्ट यदि पर्दामा छ भने त यो त झन् यस्तो फिल्ड हो कि जहाँ पनि पुग्न सकिन्छ यसको त्यो सीमा नै छैन होइन अब कति चिजहरू जस्तै भनौँ न नेपाली अब गुन्द्रुकको फ्याक्ट्री खोलौँ भन्यो भने त कुहिरेले त गुन्द्रुक खाँदैन होला
उसले त्यो स्वादै जान्दैन होइन सो लाइक त्यसको लिमिटेड मार्केट छ भने तपाईँको मार्केट त थाहा छ नि त वाइ नट होइन नेपालमा त तपाईँ छाइसक्नु भइसक्यो सकेको छैन होला मेबी अझै बाँकी नै छ होला जस्तो गर्न धेरै बाँकी छ जस्तो लाग्छ। जसो तसो जस होइन हेरिसक्यो योभन्दा वाइड जाने हो कि हो नेपाली होइन मलाई एउटा दुःख लाग्ने कुरा के भन्दाखेरि नेपालीहरूको बिचरा बाध्यता हो होइन विदेशमा गएर एउटा लेबर क्लासमा विदेश जानुपर्ने अनि नोकरी गर्नुपर्ने होइन लो लेभल कामहरूमा धेरै मैले संलग्न देखेँ कि नेपालीहरू गएर संसार किन नथर्काउने खतरा भएर किन नहल्लाउने पपुलर भएर होइन हाम्रा छन् नि 2-4जनाले गरेका छन् नि कोही फेसनमा कोही केमा कोही वेट लिफ्टिङ बडी बिल्डिङमा होइन गरेका छन् नि त्यो किन नगर्ने सो त्यस्तै हो तपाईँ एक्टिङमा किन नगर्ने हो ज्याकी च्यान कहाँबाट हो ऊ त हलिउडको होइन ऊ त चाइना कतातिर हो होइन भनेपछि उसले सक्छ भने होइन हलिउडमा गएर यी बिकेम लाइक पपुलर जेटली होइन उनीहरू पनि त कतिजना छ कतिजना अफ्रिकाबाट गएको छ यस्तो चिजहरू बहुत धेरै अध्ययन गर्नु हुँदो रहेछ है वेल म पहिला धेरै मुभीहरू हेर्थेँ ओके होइन म मुभी हुने चाहिँ अति मन पर्थ्यो र बुक रिडिङ कम थियो मुभी धेरै हेर्थेँ म अहिले चाहिँ ठ्याक्कै उल्टो भयो बुक रिडिङ मुभी हेर्दैन अहिले हेर्नु नै हुन्न रियल लाइफ स्टोरी छ भने चाहिँ हेर्छु कुन सिनेमा हेर्नुभएको थियो लास्ट टाइम लास्टको अब यो डकुमेन्ट्रीहरू जस्तै अब बक्सरको थियो एउटा होइन मैले उसको हाम्रो एमाजोनको जेफ बेजोसको हेरेँ मैले कसरी ऊ चाहिँ सक्सेसफुल भयो भनेर होइन एउटा ब्ल्याकबेरीको हेरेको थिएँ मैले आज भने यस्तो मतलब रियल लाइफ स्टोरीहरू चाहिँ मनपर्छ होइन किनभने त्यसबाट कति चिजहरू लेसनहरू हुन्छ जस्तो सुपरम्यान स्पाइडरम्यान त्यो गर्नै नसक्ने चिजहरू हुन नसक्ने चिजहरू कहाँ त्यो हुनै सक्दैन चुहे के आउँछ यहाँबाट के पनि आउँदैन है त्यो गर्नुभन्दा बरु साँच्चै रियल लाइफमा मान्छेहरूले कसरी गरेको छ होइन वान अफ द राम्रो लागेको मुभी पर्स्युट अफ ह्याप्पिनेस भन्ने होइन उसले कसरी पैसा कमायो के गर्यो आफ्नो मतलब मान्छेहरू बाध्यतामा होइन मर्ता क्या नै गर्ता भन्छ नि होइन मान्छेलाई परेपछि उसले जे पनि गर्छ अब होइन जस्तै ममा अभाव छैन म सबै सम्पन्न परिवारमा छु भने जस्तो ममा त्यो च्यालेन्जै आउने भने कि अनि त्यो बुझ्नको लागि भयो भने मैले चाहिँ म हेर्छु कि अरूहरूको मान्छे स्ट्रगलिङ मान्छेहरूले के कसरी सोध्छ उनीहरू अनि के कारणले चाहिँ उसलाई 0 to हिरो बनाउँछ होइन त्यो चाहिँ एकदम इन्सपिरेसनल लाग्छ मलाई तर अब कुनै काल्पनिक कथाहरू यिनीहरू छैन त्यसमा चाहिँ खासै इन्ट्रेस्ट छैन अब कुनै एकदम एक्स्ट्राअर्डिनरी स्टोरीहरू छ भने चाहिँ हेर्छु होइन जस्तै अब अवतार होइन अवतार मुभी चाहिँ राम्रो लाग्यो तर किन भन्दाखेरि त्यसमा पनि कन्सेप्ट चाहिँ हाम्रो आध्यात्मिक संसारको वैदिक सिस्टमबाटै लिएको छ होइन त्यसमा निलो फर्स्ट पार्टमा निलो छ बडी त्यो निलो कलर भनेको हाम्रो गोलोक वृन्दावन यिनीहरूको देखाएको वैकुण्ठको होइन सेकेन्ड पार्टमा हरियो छ त्यो चाहिँ अयोध्याको देखाएको क्या छ त्यो पुरै कन्सेप्टहरू लेख्छ अब त्यो त्यस्तो स्पिरिचुअलिटी मिक्स भयो भने म्याट्रिक्स होइन हुन त पुरानो मुभी हो त्यो होइन त्यो म्याट्रिक्समा चाहिँ पुरै हाम्रो माइन्ड कसरी काम गर्छ होइन त्यो देखाएको छ नि त होइन त्यस्तो मुभीहरू चाहिँ मनपर्छ ओके भनेको तपाईँलाई चाहिँ काहीँ न काहीँ कनेक्ट हुनु पर्यो कनेक्ट हुनै पर्छ होइन अब त्यो कतिपय मुभीहरू चाहिँ कसरी बनाएको हुन्छ नि हेरुन्जेल मजा आयो तर त्यसबाट लेसन पनि केही पनि छैन खालि एन्टरटेनमेन्ट बेसमा त कि त्यो भयो भने चाहिँ आजकल हेर्न मन लाग्दैन पनि चाहिँ हेर्थेँ पहिला त जे पनि हेर्थेँ तपाईँलाई त्यो इन्टरटेनमेन्ट नै गर्न मन लाग्दैन कि तपाईँको इन्टरटेनमेन्टको सोर्स अर्कै हो एन्टरटेनमेन्ट सँगै कहाँ रमाउनुहुन्छ बेसी हजुर एन्टरटेनमेन्ट सँगै इम्प्रुभमेन्ट डेभलपमेन्ट पनि होस् न ओके होइन इन्फोटेनमेन्ट भनेको त्यसबाट म केही सिकौँ पनि र एट द सेम टाइम रमाइलो पनि होस् होइन जस्तै अब हामी पहिला पिकनिक जाने डिस्को जाने जे पनि गर्छ नि पन्ट होइन एकेटाहरू रक्सी छ होइन बियर छ होइन झ्याप हुनुपर्छ है मोज गर्ने हुने चाहिँ त्यो चाहियो होइन दुइटा चाहियो कि त्यो रक्सी चाहियो अनि केटी चाहियो केटीहरू छ कि छैन मस्ती हुन्छ ल भनेर होइन तर त्यसमा चाहिँ कस्तो खालको रमाइलो हुँदो रहेछ भने गयो हाउ गऱ्यो सिद्धियो नथिङ एल्स अझ ह्याङओभर पनि आउँछ ह्याङओभर चाहिँ आउँछ टाउको दुखेर धेरै खाएको छु यार होइन सो त्यो खालको इन्जोयमेन्ट त्यो बेलामा खतरा लाग्थ्यो दामी लाग्थ्यो तर अहिले हेर्दाखेरि न द्याट्स नट तर त्यो चिज नगरिकन अरू तरिकाहरू पनि कति छन् जसबाट रमाइलो पनि हुने होइन र इम्प्रुभ पनि हुने क्या होइन जस्तै नेपालमा एउटा ग्रुप अफ बिजनेसम्यानहरूले के गर्यो भन्दाखेरि उनीहरू अब यङ होइन अब के गरौँ भनेर भन्दाखेरि बुवा आमाले त जसो तसो अब राम्रो गरेछ अब त्योभन्दा अगाडि लानु पऱ्यो हामीले सो हामीले त अब करोडौँ अरबौँ कमाउनु पऱ्यो
अब केमा इन्भेस्ट गर्ने भन्दाखेरि एउटा साथीले के भने जुक थाइल्यान्ड घुमेर भनेर भनेछ कि अरे यार यहाँ कमाउने कुरा रहेछ त खर्च गर्ने कुरा गर्छ भन्दा होइन होइन त्यहाँ गएर हेरौँ न के गरिरहेको छ होइन सो थाइल्यान्ड गएपछि रमाइलो पनि हुन्छ बिचहरू छ समुद्रहरू सबै छ रमाइलो गर्ने ठाउँ पनि भयो र एट द सेम टाइम उनीहरूले हेरेछ क्या र हेरेर के भेटेछ भने हाउसिङ कम्पनी ओके काठमाडौँमा नेपालमा थिएन त्यो कन्सेप्ट होइन हाउसिङ देखेछ ओहो ल नेपालमा गएर इनोभा यी गर्ने होइन सी ग्रुप भनेर खोल्यो सुपर हिट खायो सो भनेको रमाइलो पनि भयो एट द सेम टाइम आइडिया पनि आयो पैसा पनि कमायो द्याट्स व्हाट वी आर सपोज टु डु त्यसरी जानु भयो होइन जस्तै स्पोर्ट्सहरू पनि होइन जस्तै डिस्को गएर रक्सी खाएर झ्याप भएर गर्नु सट्टा स्काई डाइभिङ गरौँ एउटा एड्रिनालिन हाई भनेको के हुन्छ छुट्टै त्यो एउटा एक्सपिरियन्स गरौँ होइन त्यहाँको भ्यू होइन माथि होइन त 10,000 15,000 फिटबाट आँभालाई कस्तो हुन्छ उड्दै गर्दाको महसुस कस्तो फ्री फल भनेको के हो हरेक मान्छेलाई भोलि बोल्दाखेरि कन्फिडेन्स आउने हो नि त हिम्मत पनि बढ्छ हिम्मत बढ्ने हो होइन सो त्यो भनेको दे आर सो मेनी वेज वी क्यान इन्जोय हामी रमाइलो पनि गर्ने र एट द सेम टाइम इम्प्रुभ पनि गर्ने कति तरिकाहरू छन् त्यो त होइन तर हामी नेपालीहरू टुवाट छ झ्याप पनि खाँदै मलाई लागिरहेको थियो अब यहाँ इस्कनमा धेरैजना सेलिब्रेटीहरू आउनुहुन्छ टप सेलिब्रेटीहरू आउनुहुन्छ अनमोल केसी त मेबी सबैभन्दा धेरै भक्ति राख्ने अभिनेता भनेर पनि हामी चिन्छौँ त्यस्तै सुहाना थापादेखि लिएर दीपक दाईहरू पनि आउनुहुन्छ सबैजना धेरै सेलिब्रेटीहरू आउनुहुन्छ कतिजना त यहाँ रेगुलर आउने गर्नुहुन्छ अनि मलाई लाग्यो तपाईँले पनि अब तपाईँलाई पनि इन्भिटेसन हुन्छ होला हेरिदिनुहोस् भन्नुहुन्छ होला हेर्नुहुन्छ होला अथवा त्यो रमाइलोको लागि अथवा प्रेजेन्स दिनको लागि भन्ने लागेर पनि कुन हेर्नु भएको छ भनेर मैले नेपाली फिल्ममा चाहिँ हाम्रो त्यो छक्का पन्जाको छक्का पन्जाको पनि हेरेको थिएँ होइन छक्का पन्जा 4 हो कि अरे त्यसको लागि हलमै गएको थिएँ म होइन अनि अर्को हाम्रो अनमोल केसी र सुहानाको पनि होइन के मेरो हजुर त्यसको थर्ड पार्ट हो त्यो पनि हेर्नु थिएँ नेपाली मुभीहरू पहिलाभन्दा धेरै क्वालिटी बढेको छ धेरै राम्रो छ होइन त्यसको भनौँ न जुन खिच्ने तरिका त्यसको भनौँ न हाम्रो एक्टर एक्ट्रेसहरूको एक्टिङ होइन प्रेजेन्टेसन स्टाइल त्यसमा अब सिनेमाटोग्राफीहरू धेरै पहिलाभन्दा त धेरै राम्रो भएको छ जस्तो मलाई एउटा ठ्याक्क सोध्न मन लागिहाल्यो जस्तो सेलिब्रेटीहरू आउनुहुन्छ यहाँ एकदम भक्तिमा एकदम अध्यात्ममा लाग्नु भएको छ स्पिरिचुअल हुनुभएको छ उहाँहरूले तपाईँलाई केही आफूमा आएको चेन्जेसहरू सुनाउनुहुन्छ वेल नाम लिएर त म भन्दिनँ होइन तर एउटा कस्तो हुन्छ रहेछ भन्दाखेरि जब मान्छेहरू सेलिब्रिटी हुन्छ उहाँहरूको लाइफ चाहिँ पब्लिक हुन्छ कि होइन उहाँको प्राइभेसी भन्ने एकदमै मिनिमम अलिअलि होला त्यही टोइलेटमा बस्नु चाहिँ होला होइन जहाँ चाहिँ कसैले खिच्न नसक्ने ठाउँ भनेको त्यही एउटा होइन तर अरू त सबै के खायो के गर्यो कोसँग बोल्यो कहाँ गयो होइन कोसँग हाँस्यो कोसँग रिसायो त्यो सबै चिज एक्सपोज हुन्छ अनि कतिपय चिज न्युजमा आउँदा पब्लिकमा आउँदाखेरि रमाइलो पनि हुने फाइदा पनि हुने कतिपय चिज चाहिँ डिप्रेसिङ पनि हुँदो रहेछ भेरी डिप्रेसिङ स्पेसली मान्छेले जब रङ इन्टरप्रिटेसन गर्दैन होइन एउटा चिजलाई लिएर अर्को चिज बनाइदिने होइन अनि कतिले आफू फेमस हुनलाई युज गरिदिने एक्ज्याक्टली होइन त्यस्तो पनि हुँदो रहेछ कि अनि त्यो भएको खण्डमा चाहिँ त्यस्तो भएको अवस्थामा चाहिँ उहाँहरू आउनुहुन्छ अनि त्यहाँबाट we give them spiritual होइन एउटा टच दिइसकेपछि चाहिँ पिसफुल हुने होइन नत्र एङ्जाइटी लेभल एकदम हाई हुन्छ स्ट्रेस लेभल हाई हुन्छ होइन सो स्पिरिचुअलिटी त र स्पिरिचुअल हुनलाई यस्तो पर्दैन यो ठाउँ सफा हुनु पऱ्यो होइन तपाईँ धोती लाएर हुनुहोस् तिलक लगाउनुहोस् नलाउनुहोस् टुपी पाल्नुहोस् जस्तो छ तर यो ठाउँ चाहिँ सफा हुनु सो लाइक द्याट त्यो केसमा चाहिँ त्यो कन्डिसनमा चाहिँ उहाँहरू आउनुहुन्छ र धेरै फेमस हुँदै गएपछि एक्लो पनि हुँदैन रहेछ कि है संसार छ तर कोही पनि छैन अरूले हेर्दाखेरि त बा के नजस्तो उसँग त सब ऊ त खोइ जाने नभन्ने अब म एक्लै दुकान जान्छु नमिल्ने मेरो एकजना एक्ट्रेस पहिला हिरोइन होइन उहाँले अमेरिका जानुभयो है धेरै मिल्छ हामीहरू एकदम क्लोज अनि अमेरिका जानु अगाडि भेट्न आएको थियो म किन जानु लाग्यो अनि यहाँ बसेर कमाउने कुरै भएन अब म फिल्ममा खेल्न सक्दिनँ म बुढो भएँ होइन बुढी भएँ अब अरू काम गर्नु गयो भने काम गर्न दिँदैन मान्छेहरू होइन तपाईँ त हिरोइन यहाँ उहाँ अब मान्छेहरूको चर्चाहरू बढी हुन्छ नि होइन अनि त्यसले गर्दाखेरि म जान खोज्नु खोज्छ कि सो त्यो सोसाइटीले एउटा यस्तो कर्नर अप गरिदिन्छ एकदम त्यो प्रेसर दिएर यस्तो गरिदिन्छ कि तपाईँ त्यो कछुवाले यस्तो भित्र तानेको जस्तै गरेर बस्नु पनि बाध्य हुँदो रहेछ अनि मान्छे भने त सोसियल बिइङ हो नि त
अनि त्यो सोसियल एक्टिभिटीहरू गर्न भएपछि स्ट्रेस त नेचुरली नै आउँछ सो कतिपय सेलिब्रिटीहरूमा त्यस्तो पनि देखेँ मैले र कतिपय सेलिब्रिटीहरू चाहिँ ओपन गे जसले जेसुकै भन्नुहोस् म गरिदिन्छु भन्नेहरू पनि छन् उनीहरू चाहिँ सेफ छ मलाई अनमोलको ठ्याक्क कुरा गर्दाखेरि अनमोल चाहिँ एकदम शान्त सकेसम्म उहाँको विचार पनि सकेसम्म अरूलाई नराम्रो भनिहाल्नु हुँदैन है मलाई त दुनियाँले के भन्छन् नि होइन उहाँको समकालीन अभिनेताहरूले पछि लागेर खेदो खन्दाखेरि पनि उहाँ के हजुर उहाँहरू एकदमै राम्रो मान्छे हो भन्नुहुन्छ यति शान्त क्या कुरा काट्ने रिसाउने त्यस्तो छैन त्यो देखिँदैन कहीँ मिडियामा पनि त्यस्तो प्रेजेन्स देखिँदैन यहाँ आउँदाखेरि पनि छैन यो मेबी यहाँको प्रभाव हुनसक्छ म पनि के फिल गर्छु भने स्कनमा आइसकेर गएपछि मलाई 1 महिनालाई पुग्छ म यति खुसी हुन्छु संसारको सबैभन्दा खुसी मान्छे मै हो जस्तो लाग्छ सबै चिजहरू आनन्द अनि अस्ति नै आउँदाखेरि मैले यहाँ अगाडि मेबी 3-4 चोटि आएको थिएँ हजुरसँगै पहिला एउटा सानो कन्भर्सेसन गर्ने बेलामा पनि आएको थिएँ त्यो पछाडि पनि आएको थिएँ र एकचोटि आउँदाखेरि चाहिँ मैले यहाँ एकदम अलिक धेरै टाइम स्पेन्ड गरेँ मैले माथि भोजन गरेँ अनि भोजन त एकदम सादा छ नर्मली पकाएको केही छैन नुन बेसार केही अरू केही चिज होला संसारको सबैभन्दा जहाँ मैले कति धेरै थरीका भए जति सबै बजारमा पाइने त सबै खाइसक्यो संसारको रेस्टुरेन्टको सबैभन्दा मिठो खाना त्यो थियो क्या मेरो लागि अनेस्टली मनबाट बोलिरहेको छु न बनावटी आज तपाईँको अगाडि भएर पनि बोले होइन यो चिज मैले फेरि धेरैजनालाई भन्ने गर्छु किन जान्छ सिस्कन भनेर सोद्धा त्यहाँनिरको आनन्दको यहाँनिर आउँदा अथवा इभन पशुपतिमा के अरे भजन सुन्दाखेरि जुन 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 आनन्दित महसुस हुन्छ नि कहीँ पनि भेट्दिनँ नि त म मेरो भलै कार्य गरिरहँदाखेरि एउटा आनन्द महसुस हुन्छ काम गरिरहँदाखेरि अदरवाइज त्यो एउटा स्ट्रेस त्यो धेरै चिजहरूको स्ट्रेसलाई अघि भनिहालेँ विचलित हुँदाखेरि मन विचलित हुँदा हतासिँदाखेरि त कहाँ जाने त नि होइन आफूलाई शान्त त गर्नु पर्यो एट द एन्ड बनाउनु एकदम जरुरी छ यो हाम्रो लाइफलाई ब्यालेन्स गर्न होइन तपाईँले प्रसाद पनि खास मिठो होइन नि के हो त मैले भनेको सन्तुष्टि दिने हो क्या होला सायद सेटिस्फाइङ होइन अनि त्यो खाइसकेपछि यस्तो होइन किन कर्म फ्री भयो भगवान्लाई चढाएको शुद्ध होइन अनि त्यो खाएपछि यस्तो सेटिस्फ्याक्सन आउँछ कि त्यसले खुसी दिन्छ कि मिठो त रेस्टुरेन्टकै होला हक्क परेको मिठो एकदम मसलादार होइन तर यो चाहिँ सेटिस्फाइङ तर रेस्टुरेन्टमा चाहिँ खाना कस्तो हुन्छ भने मिठो हुन्छ तर पैसा उसले त पैसा कमा उसको ध्यानै कसरी होइन मन्दिरमा चाहिँ कसरी सेवा गर्ने सेवा भावको हुन्छ नि त कसरी खुसी बनाउने कसरी भगवान्लाई गर्ने भन्ने हुन्छ होइन त्यसले गर्दाखेरि त्यसमा स्पिरिचुअल टच चाहिँ हुन्छ कि अनि त्यसले गर्दाखेरि त्यो मिठो होइन कि तपाईँले अब त नजानेर मिठो भन्नुभयो इट्स सेटिस्फाइङ के ओके त्यो खाइसकेपछि एकदम आनन्द आउने त्यो सेटिस्फाई भएको भएरै मिठो लाग्यो मिठो फिल अब म हजुरले त्यसलाई एक्सप्रेस गर्दा नि मिठो भनेर मिठो लाग्यो मलाई एकदमै भनेको यस्तो खाना मैले कहीँ पनि खाएको छैन जस्तो लाग्यो सो यो स्पिरिचुअलिटीको एकदम इम्पोर्टेन्ट पार्ट हो र मान्छेहरूले चाहिँ एक्टर एक्ट्रेस मात्र होइन कि हरेक मोडको मान्छेहरू हरेक करियर हरेक क्षेत्रमा लागेको मान्छेहरू होइन मलाई जहाँसम्म लाग्छ अहिले हाम्रो सिटी लाइफहरू मोडर्न लाइफस्टाइलमा बाँच्दाखेरि त स्ट्रेस त जहाँ पनि छ पलमा छैन बाटोमा गयो त्यही ट्राफिक जाम घ्याउ होइन यो गऱ्यो घरमा जाऊ उता जाऊ छोराछोरीहरू ठिक ठाउँमा छैन होइन स्कुलहरू त्यस्तै महँगोहरू सबै पैसाहरू कमायो खर्च हुने ठाउँहरू कति छन् होइन सो स्ट्रेसफुल हुन्छ र हजुरले भन्नुभयो जस्तै हामीले चाहिँ के भन्छ भने हजुरले त महिनामा एकचोटि भन्नुभयो होइन स्कनको पुरानो म त हप्तामा एकचोटि जानुपर्छ हुन्छ यो ब्याट्री चार्ज जस्तै हो क्या मोबाइल होइन हामी दिनभरि चलाउँछ राति चार्ज गर्छौँ नि होइन भने जस्तै हाम्रो पनि यो स्पिरिचुअल एनर्जी होइन हाम्रो ओभरअल वेलबिङमा स्पिरिचुअल एनर्जी WHO ले पनि अहिले कुरा गर्छ कि स्पिरिचुअलिटीको सो त्यो चाहिँ हुन एकदम जरुरी छ होइन अनि त्यो भएको खण्डमा चाहिँ हाम्रो पर्फर्मेन्स पनि बेटर हुन्छ जस्तै म अब कम्प्युटर इन्जिनियरिङ भयो होइन अब प्रोग्रामिङहरू हामी गर्दाखेरि तपाईँले भने जस्तै म पनि सुत्न मन नलाग्ने काम गर्नु भने दिनमा 16 घन्टा 18 घन्टा 20 घन्टासम्म पनि हामी प्रोग्रामिङ गर्छौँ अनि म चाहिँ कति अब बिहा गर्नु अगाडि चाहिँ बिहा चाहिँ बुढीले कन्ट्रोल सबै सिकाउँछ गाइड गर्छ कन्ट्रोल गर्छ होइन यो गरेर उठ बस भनेर होइन उसले हेल्प गरेको होइन किनभने म त अझ टाइममा त डायलग पनि खान्थ्यो तपाईँ कहाँ कम्प्युटर बाहिर बसेर भित्रै छिर्नुहोस् न हुन्थ्यो त्यस्तो एब्जर्भ हुन्थ्यो होइन अनि मजा पनि लाग्थ्यो अनि प्रब्लमहरू आउँथ्यो यो गर्थ्यो अनि सल्भ गर्ने कि तर पछि गएर के थाहा पाएँ भन्दाखेरि 8 घन्टाभन्दा बढी काम गर्न साथ प्रोडक्टिभिटी गर्दो रहेछ होइन हामीले हेर्दाखेरि मेहनत गरेर जस्तो देख्छ तर जुन 8 घन्टाभित्र जति हामीले
इजिली सजिलैसित छिट्टो क्रिएटिभिटी राखेर सबै गरेर काम गर्छ नि त्यो 8 घण्टा हाम्रो बडी काम गर्न सक्छ त्यो डाउन हुँदै जाँदो रहेछ ब्रेक लिनै पर्छ हाम्रो बडी त्यसरी डिजाइन त्यही दिन र रात गरेको कारण त्यही त हो नि राति सुत्ने दिउँसो कुद्ने हैन र जाडो महिनामा बढी सुत्ने गर्मी महिनामा हैन कुद्ने हैन जाडो महिना चिसो हुन्छ चिसो भनेको प्रिजर्भ गर्ने हो कि सो बडीलाई प्रिजर्भ गर्नको लागि चिसो गर्यो हैन बडी हिट गरेपछि एक्टिभ हुन्छ कि गर्मी महिनामा काम गर्ने हो अनि त्यो बेला हाम्रो चाडपर्व हाम्रो काम गर्ने तरिका शैली सबै त्यही कल्चरमा त्यही अनुसार मिलाएको थियो तर अहिले त 12 महिना अहिले ब्याङ्कहरू पहिला 2:30 बजे बन्द हुन्थ्यो अहिले त 5 बजे 6 बजे रे 7 बजे इभिनिङ काउन्टर रे यो काउन्टर रे अनि भ्याकेसन काउन्टर रे हलिडे काउन्टर रे के भनेर त अहिले ब्याङ्क त खुल्ला अनि मैले गएर स्टाफहरूलाई सोधेँ अरे तपाईँहरूलाई छुट्टी चाहिँ कहाँ पाउनु अनि एक्स्ट्रा दिन्छ होला नि कहाँ एकदम नोमिनल दिन्छ त्यो होइन हाम्रो स्यालेरी अनुसार दिने भए त राम्रो हुन्थ्यो त्यो एकदम नोमिनल आउँछ अनि गर्नै पर्छ भने गरेन भने त निकालिदिइहाल्छ नि हुनुहुन्छ होइन भनेपछि त ब्याङ्कको ओनरलाई त प्रब्लम पर्दैन होला प्रब्लम पर्ने त्यो स्टाफलाई त्यो स्टाफको घर जानु पर्दैन त्यही त फ्यामिलीसँग टाइम बिताउनु पर्दैन खोइ त त्यो लाइफ होइन पैसा मात्र सबै होइन सो त्यही भएर यो जुन अहिलेको हाम्रो जुन लाइफस्टाइल छ होइन त्यो लाइफस्टाइलमा वान्स इन अ वाइल होइन एउटा ब्रेक लिएर जुन हामी स्पिरिचुअल टच दिन्छौँ नि त्यसले हाम्रो प्रोडक्टिभिटी बढाउँछ कि झन् बढाउँछ त्यसलाई टाइम लस भनिँदैन त्यो त हो त्यो खेर जाने चिज हो नि त्यो प्रपर इन्भेस्टमेन्ट हो कि त्यो एक्ज्याक्टली आफूमा एनर्जी भर्ने पेट्रोल त हालिराख्नु पर्यो गाडी कुदै गऱ्यो भने एउटा ठाउँबाट रोकिन्छ सही ठाउँमा हालेन भने पनि त्यसले फेरि बिच बाटोमा कता गएर अड्केला त्यसले समस्या झनै ल्याउने भयो अनि यो स्पिरिचुअल हुनलाई अझ एउटा भक्तिमा लाग्नलाई चाहिँ मलाई लाग्छ आई डोन्ट नो निम्ता आउनुपर्छ होला भगवानकै निम्ता आउनुपर्छ होला अथवा भगवानले भक्तहरू छान्नुपर्छ होला जस्तो किन लागेको भने मेरो भाइ छ कान्छा भाइ ऊ चाहिँ पहिला नर्मली उसलाई एकदम मासु मङ्स एकदमै मनपर्ने मान्छे अनि ऊ इस्कन गइरहेको हुन्थ्यो इटहरीमा अनि उसको साथी थियो इस्कन ऊ जाने चाहिँ उसको साथीसँग इस्कन आइज न भन्थ्यो के इभेन्टहरू कार्यक्रम हुँदा बोलाउँथ्यो ऊ जान्थ्यो भने नर्मली गइरहेको थियो एक दिन उसले मासु भात खाँदा उसलाई एकदमै नराम्रो लाग्यो अरे अनि भनेको त्यो बमिट होला जस्तो मैले के खाएँ यस्तो नराम्रो चिज खाएँ भने जस्तो भएर उसले भोलिपल्टबाट त्यो के अरे मासु पनि खान छोड्यो अनि मम्मीले चिन्ता गरेर मलाई फोन गर्नुभयो भाइले मासु पनि खाँदैन यो कमजोर भइसक्यो यो के भयो इस्कन गएर के भयो भन्नुभएछ अनि मैले मम्मीलाई भने उसलाई त भगवानले छान्नु भएछ कति खुसी लाग्यो मलाई मैले चाहेर पनि अहिलेसम्म त्यो चिजहरू त्याग्न सकेको छैन मैले चाहिरहेको छु तर सकेको छैन आई डोन्ट नो मेबी भगवानले मलाई चुज गरिसक्नु भएको छैन होला अथवा मैले त्यति धेरै भक्ति गरेको छैन होला त्यो भएर तर कान्छालाई यो चुज गरेको उसलाई अटोमेटिक त्यस्तो भयो भनेपछि बहुत धेरै त्यो आशीर्वाद हो जस्तो होइन अनि त्यो चिज चाहिने रहेछ कि क्या हो भने जस्तो मैले फिल गरेको अनि म स्पिरिचुअल म पनि के अरे आध्यात्मिक छु ध्यान गर्छु तर सर्टेन चिजहरू मेबी अझै पनि म भइसकेको छैन स्ट्रगल अझै छ बाँकी नै छ अनि यो स्पिरिचुअल हुन्छु भनेर हुने चिज पनि होइन रहेछ अनि म ध्यान गर्छु भनेर गर्ने चिज पनि होइन रहेछ तर एउटा मन भइसकिसकेपछि चाहिँ बिस्तारा स्लोली हुन्छ होला जस्तो लाग्छ सम्भव त म आफ्नो कति धेरै चिजहरूमा म मेरो कार्यमा ध्यान धेरै काम गर्छु अनि त्यो हुन्छ होला बिस्तारा हुन्छ होला तर मान्छे एउटा प्रपर भक्त हुनलाई चाहिँ एउटा भक्तिमा लाग्नलाई चाहिँ अनि त्यो गरेपछि मान्छे कति धेरै सुधारिँदो रहेछ कि यो भक्तिमा लागिसकिसकेपछि छुट्टै हुन्छ उसको मैले देखाएको छु नि त अनि मलाई कस्तो धेरै त्यो अनि आफैले पनि मैले फिल गरेको छु नि मैले अघि हजुर संसारको सबैभन्दा बढी खुसी मान्छे त मैले त्यो पहिलोचोटि यहाँबाट आएर मजाले टाइम स्पेन्ड गरेर भजन गरेर होइन के अरे गएर यहाँको भोजन गरेर गएर सुत्दा मलाई कति चाँडो निन्द्रा लाग्यो कति आनन्दको निन्द्रा लाग्यो मन शान्त भयो कति धेरै खुसी भएँ है सो इट्स ट्रु यस्तो छ हाम्रो भक्ति लता बीज भन्छ कि ओके सो भक्तिलाई लता भनेको लहरासँग कम्पेयर गरेको छ होइन अनि त्यसको बीज हुन्छ होइन अब त्यो भक्तिको लताको बीज रोप्ने काम हाम्रै हो आफ्नै हो हामीले नै रोप्नु पर्यो न त्यो रोप्दाखेरि
कस्तो ठाउँमा रोप्यो भने सबसे छिटो बढ्छ त्यो थाहा पाउनु पर्यो ढुङ्गामा रोप्यो भने आउँछ कि हैन एकदम कडा जमिनमा आउँछ कि मलिलो माटो भएको ठाउँमा मलिलो माटो भएको मलिलो माटो सो भनेको त्यो भक्तिलता बीज जुन उम्रिनलाई बढ्नलाई हैन राम्ररी हुर्किनलाई मलिलो माटो चाहियो न मलिलो माटो भनेको के हो यो संसारबाट अनासक्ति ओके म मोज मस्ती पनि गर्छु यो संसारमा र भक्ति पनि गर्छु र अध्यात्म पनि गर्छु भने हुँदैन डजन्ट गो साइड बाइ साइड डजन्ट गो साइड बाइ साइड हैन के यो चुज गर्नु पर्यो के चुज गर्नु पर्यो हैन सो मेरो लाइफमा पनि हैन त्यही त तपाईँ पनि इन्जिनियर हुनुहुन्थ्यो त्यो मात्र हैन इन्जिनियर त अब एउटा राम्रो पार्ट हो देवर लाइक सो मेनी अब अरू हाउ गर्ने हैन मस्ती गर्ने धेरै धेरै चिज गर्यो लाइफमा हैन अब पिउनेदेखि लिएर तान्नेदेखि लिएर खाने हैन विभिन्न किसिमको अब लागु पदार्थहरू पनि ट्राई गरियो लत भनेर त्यस्तो त थिएन मेरो तर खान्थेँ कि मतलब के हुँदो रहेछ यसले अन्त त्यसको ट्रिप कस्तो हुन्छ यस्तो केले कस्तो ज्याब गर्दो रहेछ भनेर हैन त्यो चाहिँ ट्राई गरियो हैन कलेज लाइफमा यङ बेलामा झगडा सगडामा पनि गयो हैन टाउको फुटाल्ने सुटाल्ने कुटाइ कुट्ने कुटाइ खाने पनि गर्यो हैन 10-12 जनाले कुटाइ खाएर पनि आएको छु पिटेर पनि आएको छु सो लाइक द्याट त्यो बेला के जस्तो लाग्यो खत्रै हो भने अनि हाम्रो त्यो टोलको दाइहरू हुन्छ नि सिनियरहरू हैन अब त्यो फाइटरहरू हुन्छ नि हाम्रो आइडल हुन्थ्यो कि बाब्रेको बाबा पुज्छ नि दाइ तपाईँ कसरी झगडा गर्छ है तपाईँको हार्ट कहाँबाट आउँछ भनेर सोध्दा नि उनले पनि पुरा लेक्चर दिने क्या यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर होइन अनि एउटाले भनेको चाहिँ मलाई एकदम मन परेको थियो कि एउटा दाइले चाहिँ होइन ऊ चाहिँ साँच्चै फेमस नै होइन अलिक गुन्डा टाइपकै थियो अनि होइन अब हाम्रो चक्र मिलन यिनीहरू छ नि हाम्रो ब्याचको त हुन्छ सबै होइन है अनि उहाँले चाहिँ एउटा एन्सर दियो भने कस्तो राम्रो लाग्यो क्या भाइ तिमी पनि फाइटर म पनि फाइटर म अलि डेली झगडा गर्छु तिमी महिना एकचोटि गर्छ त्यति मात्र फरक हो कि गर्ने तरिका गर्ने स्टाइल त्यति नै हो भने भन्थ्यो कि हो त्यस्तो रहेछ भने जस्तो लाग्थ्यो तर एउटा पोइन्टमा गएर फेरि बुवाहरूले थाहा पाइसकेपछि मेरो बुवाले चाहिँ एउटा गजबको कुरा गरे कि त्यो बेला मेरो कलेजमा टिचरसँग झगडा पऱ्यो पिटापिट भएपछि रेस्टिगेट गर्ने कुरा हो कि तपाईँलाई मलाई सो अनि बुवाले बोलाएछ होइन अनि बोलाएर तपाईँ छोराले त यस्तो यस्तो गऱ्यो भन्दाखेरि होइन त्यो त सिरियस म्याटर हो भने त टिचरलाई गएर पिट्ने हुने जस्तो होइन स्नर थिङ होइन अनि त्यसपछि हामी चाहिँ म चाहिँ फर्केँ घरमा आइसकेपछि मेरो बुवाले मलाई राखेर बुझायो कि अनि बुवाले के भन्यो भने ल तिमी साइन्स पढिरहेको मान्छे तिमी के गर्न गएको कलेज होइन अब मैले थाहा पाएँ तिमी झगडा गर्दो रहेछ ल आज एउटा काम गर्नु पर्यो एउटा चिज चुज गर्नु पर्यो होइन कि त तिमी गुन्डा भन कि तिमी राम्रो पढ दिस टु थिङ्स क्यानट गो साइड बाई साइड होइन किनभने तिमी यो दुइटै चिज गऱ्यो भने न तिमी राम्रो पढाइ हुन्छ न तिमी गुन्डा हुन्छ गुन्डा भन्ने भए खुङ्खार गुन्डा भन बन्दुक लिएर हिँड्दा त्यसरी छुनै नसकोस् तिम्रो नाम लिएपछि थुरथुर कापेर मान्छेहरू थुरथुर कापोस् म त्यसको बाउ भनेर म इज्जत गर्छु आफूलाई होइन किन पढ इन्जिनियर डक्टर के भन्नु छ भन मेरो छोरा डक्टर इन्जिनियर भनेर म गर्व गर्छु त्यो नपढाइ हुन्छ न गुन्डा भन्छ अनि के म कसको बाउ भन्ने म भनेपछि यसो सोचे आमा गन्जन लिएर हिँड्ने यार यो त अहिले भएन यार मान्छे मानेन त राम्रो कुरो होइन त्यो बेला यसो सोचेँ कि म पढ्छु भने त्यो बेलादेखि अलिक चढा छडाहरू चाहिँ कम भयो बन्द भयो पढाइतिर लाग्यो होइन यता सबै गरियो सो लाइफमा आई मिन आई ट्राइड होइन कसैले भने गर्लफ्रेन्ड बनायो भने रमाइलो हुन्छ गर्लफ्रेन्ड सर्लफ्रेन्ड पनि बनायो थुप्रै बनाएँ कति पुगे त्यो नम्बर त नभन्नु त्यो सन्जु मुभी हेर्दाखेरि हाँस उठेको थियो त्यो नम्बर त होइन तर जस कुरो मिल्दो रहेछ हजुरको बायोपिक बनायो भनेदेखि बहुत रमाइलो पनि हुने रहेछ इन्ट्रेस्टिङ मुभी हुन्छ इट विल बी इन्ट्रेस्टिङ होइन अनि त्यहाँबाट अनि अब देश विदेशहरूमा पढियो गयो बाहिर गयो होइन लाइफ यही भन्ठानेको थिएँ होइन त्यही नै लाइफ भनेर भन्ठानेको थिएँ तर समाउ पछि आएर चाहिँ स्पिरिचुअलिटी बुझ्ने मौका पाएँ होइन अनि पछि कम्पेयर गरेर हेर्दाखेरि जुन त्यो पहिला बाँचिरहेको लाइफस्टाइल छ नि त्यसमा रमाइलो छ मोज छ तर क्षणिक मोज भयो क्या खुसी छैन खुसी छ तर एकैछिनको लागि खुसी भयो रक्सी खाएर त्यो जुन पहिलो पेग खाँदा हेरेको आनन्द चाहिँ मजा आउँछ त्यसपछि सेकेन्ड पेगले अलि राग गर्न थाल्छ थर्ड पेग खाएर त के हो के थाहा नै हुँदैन खायो के बोल्यो केही थाहा हुँदैन होइन भोलिपल्ट ह्याङओभर फेरि पैसा त्यति नै खर्च हुने होइन अनि विभिन्न अनि फेरि साथीभाइ पनि त्यस्तै उल्पट्याङ उल्लु होइन मुर्खहरू बदमासहरू पर्ने
राम्रो मान्छेले खाँदैन होइन सो त्यस्तो गर्दाखेरि चाहिँ त्यो पार्ट अफ लाइफ चाहिँ इमिडिएटली झट्टै हेर्दा रमाइलो जस्तो देखे पनि छैन रहेछ होइन मैले त धेरै म होइन नेवार फ्यामिलीमा जन्मेको चाहिँ रक्सी त म कति 6-7 वर्षदेखि नै मेरो सुरु भयो त्यसको टेस्टहरू होइन हामीलाई त के अरे पास्नेतिरै चटाइन्छ नि सगुनमै राखेर दिन्छ नि होइन यो त खानै पर्ने चिज भनेर हाम्रो यो तन्त्र मिक्स भएकोले त्यो रक्सी मासु भने त होइन भगवान्लाई मरणमा पनि चटाइदिने गरेको हो सो त्यो नै भयो अनि त्यो त म मासु नखाने रक्सी नखाने भन्दा त ल अहिले नेवारको बेजत गरे यार जात खाएकोहरूले भनेर भन्नेहरू पनि थियो होइन त्यस्तो खालको अनि अब त्यसपछि अब गाँजा साँझा यिनीहरू त अब साथीभाइहरू त्यो हुँदै गएपछि त होइन सबै टेस्ट गर्नु एभ्रिथिङ नेम इट अब त्यो बेला अहिलेको नयाँ त मलाई थाहा छैन होइन त्यो बेलामा पाउने सबै चिज है ट्राइड अनि त्यो हेरिकन यता स्पिरिचुअलिटीमा आइसक्दाखेरि चाहिँ यसमा के पनि चाहिँदैन कि न के खाइन्छ न के गरिन्छ न के इच्छा नै छ होइन न छैन खल्तीमा पैसा सैसा केही हुँदैन जोगिता पाराले हिँडिन्छ तर भित्रदेखि एउटा सेटिस्फाइड के लाइफ आनन्द आउने एकजना यङ केटाले नहुँदा पनि खुसी हुने भयो नहुँदा झन् खुसी हुने भयो ओके होइन नहुँदा झन् खुसी हुने भयो चुरोट खाँदाखेरि अब चेन स्मोकरै भने होइन एकछिनमा खाने अब त्यो तलतल मेट्नु पऱ्यो नि त अनि त्यो चुरोट त्यो तलतल मेटेपछि आनन्द आउँथ्यो नि होइन अनि त्यो आनन्दभन्दा अहिले खाँदै नआउँदाको आनन्द क्या चुरोट भन्ने चिजै छैन कि मेरो लाइफमा आई डोन्ट निड इट त्यसको लागि खर्च गर्नुपर्ने पैसाको आवश्यकता पनि छैन के पनि छैन त्यो चुरोट भन्ने त धुवा फ्याँक्नुपर्ने न तलतल पनि छैन के पनि छैन भनेपछि त वास्तवमा नखाँदाखेरि म बढी फ्री रहेछु कि मैले हेर्दाखेरि खाएर म चाहिँ एकदम फ्रिडम भने जस्तो लाग्थ्यो होइन म जे पनि खान सक्छु भने जस्तो तर पछि गएर चाहिँ त्यसले कन्ज्युम गर्ने रहेछ कि हामीले होइन रक्सीले खान्छ भन्छ नि त्यस्तो हुने रहेछ कि अनि नखाँदाखेरि त मैले त्यसको बारेमा सोच्नै परेन होइन नरगी बाँच नबजे कि बाँच्छु कि छैन भने जस्तो फ्री त अहिले पो रहेछु म त होइन अनि त्यही भएर पो मान्छेहरू जोगी भन्ने रहेछ सफ्ट चिज छोडेर हो तर बच्चा बेला देख्थेँ मैले होइन अब चाबेलमा गएर होइन बसमती त हामी गइरहेको थिएँ खेल्नलाई त्यहाँ त जोगी बसेर चिलिम ताने अनि कुरा गऱ्यो धनीको छोरो भन्थ्यो को भन्थ्यो खोज्नु अचम्म लाग्थ्यो कि यिनीहरू के हो यार जो त्यत्रो धनीको छोरो हुन्छ खरानी होसेर बसिया छ जस्तो लाग्थ्यो अनि अहिले बुझिरहेको छु ए वास्तवमा जति हामी डिट्याच हुँदै गयो जति अनासक्त हुँदै गयो जति छोड्दै गयो त्यति आनन्द आउने रहेछ होइन वास्तवमा खुसी हुनलाई केही पनि नचाहिने रहेछ होइन हाम्रो खालि त्यो दिमागमा कुन चाहिँले के भरिदियो यार यति कमाउनु पर्ने यति गर्नुपर्ने उति गर्नुपर्ने भनेर कुन चाहिने उस्तो चाहिने भन्ने है मूर्खै बनाएको नि मूर्खै बनाएको रहेछ वास्तवमा किन एउटा भाइले पनि होइन भर्खर भक्तिमा आएको थियो उसले पनि यही कुरा गरे कि दाइ मेरो गर्लफ्रेन्ड थियो मेरो यो थियो मेरो ऊ थियो अनि के जस्तो लाग्थ्यो होइन अब के अरे अहिले म हरे कृष्ण भएपछि त्यसले पनि छोडेर गयो यो पनि गर्यो ऊ पनि गर्यो होइन तर अहिले मलाई केही पनि छैन मसँग केही छैन गर्लफ्रेन्ड पनि छैन खल्तीमा सुको पैसा छैन तर भित्रदेखि म आउँछ दाइ म पागल भयो भन्नुहोस् होइन सो मान्छेले पागलै भएको भन्छ होइन सो लाइफमा त्यही हो मैले भन्नु खोजेको के भन्दाखेरि लाइफमा हाम्रो जति पनि इच्छा आकाङ्क्षाहरू छ नि त्यो अनकन्ट्रोल गर्यो भने अनकन्ट्रोल हुन दियो भने त्यसले जे पनि जहाँ पनि पुर्याइदिने पचल हुन्छ उताल गर्ने रहेछ र त्यसको लागि सङ्घर्ष गर्दा 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 कहाँसम्म पुग्ने अनि होइन आइफोन किन्दा कतिसम्म किन्ने अब हरेक एक वर्षमा त्यसलाई दिइहाल्छ कति किन्ने होइन तपाईँ जोड्दै जानुहोस् त अहिलेसम्म कति फोन किनभने त्यो पुरानो फोन त फेरि त्यही प्राइसमा बिग्दैन एकदम लोवर प्राइस या कमसेकम म्याक्सिमम त हामीले फ्री नै दिइरहन्छ दिइहालिन्छ अनि त्यो अहिलेसम्म किनेको फोन जोड्नुहोस् न त्यो आइफोन 15 अब त 16 आउँदैछ क्या अरे होइन आइ पनि सक्यो होला होइन त्यो आइफोन 15 को 2 लाख कति पर्यो होइन त्यति मात्र होइन नि त्यो अगाडिदेखिको जोड्नु न होइन तर ओके सामान किन्नुपर्छ तर जरुरी छ र भने जस्तो लाग्छ मलाई जरुरी छ र होइन इज इट रिक्वायर्ड त्यो पाइसकेपछि साँच्चै कि मेरो लाइफ अपग्रेड भएको हो र भन्ने क्वेसन चाहिँ गर्नुपर्छ कि सो स्पिरिचुअलिटीले होइन सब चिज बेकार भन्दैन चाहिने चिज गर होइन मिठो लाग्ने चिज खाऊ तर एक्स्ट्रा नगर त्यो चिज लिइसकिसकेपछि त्यसले खुसी कति दिइरहेछ र दुःख कति दिइरहेछ त्यसको कम्पेयर गर्नु त्यसको एनालाइसिस हुनु पर्यो त्यहाँ 2.5 लाख जति पैसा जाला 2 लाख 2.5 लाख यसको होइन तर त्यो दिएर पनि एकदम खुसी नै मात्र त्यो भइरहेछ भन्ने त्यो 2 लाख इक्विभ्यालेन्टको खुसी आइरहेछ कि छैन छ भने त बोला तर फेरि त्यसले चाहिँ ओहो यत्रो महँगो फोन किने अब रिनै काटेर किन्छन् अहिले त फोन पनि अनि त्यो ऋण तिर्नलाई त्यो त फेरि कता कुद्नु पर्यो कति समस्या कति दुःख त्यो बढी त्यसले दुःख दियो भने त त्यो त राम्रो भएन र जस्तै अब भनौँ न एउटा एभरेज कार किन्नु र एउटा महँगो कार किन्नु 4-5-6 करोडको कार किन्नु फरक छ नि फरक छ होइन के फरक छ थाहा छ नर्मल कार किन्ने मान्छे मजाले सुत्छ 6 करोडको कारले फोर्देला ठोक्देला छोइदेला चोर्देला है बाबरे बाब
महा टेन्सन त्यसले दुःख बढिने नि वा अन्त होइन त्यो बाटो गएर नठोकेला भने त जहाँ सानो बाइकले हानिन्छ जेले पनि हानिन्छ जे पनि हुनसक्छ होइन त्यो 6 करोड गाडीमा कुच्यो भने त बाबरे छाती त फुट्ने भने त कोरिया जस्तो झार्ने बडीमा कोरिया जस्तो नि होइन एउटा एभरेज कार किन नो प्रब्लम 20-30 हजारमा बनिहाल्छ नि होइन सो भनेपछि अति सर्वत्र वर्जित हुन्छ कि भनेको अति पनि गर्नु हुँदैन रहेछ होइन लर्ड बुद्धले पनि त्यही भन्नुभएको छ नि त्यो एकदम मिडल पाथ होइन एक्सट्रिम खर्च पनि नगर कन्जुस पनि नबन होइन लाइफलाई यस्तो पनि नबनाऊ कि बत्तारी यो पनि खर्च बचाउने पैसा बचाउने खालि बचाउने मात्रै खर्चै नगर्ने त्यो पनि नगर र एकदम एक्स्ट्रा भ्याकेन्ट होइन ओभर खर्च गरेर हिँड्ने पनि ऋणै लिएर खर्च गर्ने पनि नभन त्यो एकदम मिडल पाथ होइन बिचको पार्ट हेर्नुपर्ने सो द्याट्स द बेसिस अफ स्पिरिचुअलिटी होइन र स्पिरिचुअलिटीले हामीलाई सिकाउने कुरो चाहिँ यही हो तपाईँलाई पनि जस्तो यति धेरै तपाईँको नेचर अनुसार त तपाईँ क्रोधित हुनुहुन्थ्यो एकदम चाहिँ ड्याङडुङ कि सायद केही मतलब पनि थिएन मेबी आफ्नै पनि मतलब थिएन अनि त्यही भएर त तपाईँ कुटपिटमा पनि संलग्न हुनुहुन्थ्यो सबै चिजहरूमा संलग्न हुनुहुन्थ्यो यस्तो मान्छे यो स्पिरिचुअल वर्ल्डमा आउनको लागि त के अरे भगवानबाटै निम्तो आयो होला अथवा स्वीकार्नु भयो होला अघि भने जस्तै मेबी स्वीकार गरेकै भएर हो सो तपाईँले भने जस्तै निम्तो पनि आउँछ र स्वीकार पनि पर्छ होइन सो टाइम एन्ड अगेन हाम्रो लाइफमा भक्तहरू साधुहरू आउँछ होइन उनीहरू आउँछ उनीहरूले आँखा खोल्न खोज्छ हाम्रो बाटो देखाउनु खोज्छ तर त्यसलाई लिने कि नलिने भन्ने फेरि आफ्नै हातमा छ त्यो पनि हुन्छ दुवैतिर उनीहरूले फोर्स गरेर पनि हुँदैन सक्दैन होइन र उहाँहरू नआइकन म आफै जान्छु भने खोजी गरेर त्यो पनि हुँदैन फेरि होइन त्यो राइट टाइम राइट आउनुपर्ने होइन त्यो सबै चिज मिल्नुपर्ने रहेछ तर ओके लाइफमा खाने होइन लाउने कमाउने सुत्ने यिनीहरू त छँदैछ होइन दिस इज गोइङ अन तर एट द सेम टाइम लाइफको मेन पर्पस के हो होइन हाम्रो यत्रो बुद्धि दिएको छ होइन भगवान्ले हामीलाई यत्रो भनौँ न यत्रो ज्ञान गुणको कुराहरू चाहिँ किन होइन यो वेदान्त सूत्रको पहिलो श्लोकले पनि भन्छ अथतो ब्रह्म जिज्ञासा होइन हे प्राणी तिमी मनुष्य भयो अब ब्रह्मको बारे जिज्ञासा गर भन्छ कि एब्सोल्युट होइन परम चिज के हो त्यो पत्ता लगाऊ भनेर कि होइन सो त्यो एकदम जरुरी छ हामीले त्यो लाइफको रियालिटी बुझ्नको लागि एकदम जरुरी छ होइन तपाईँले भन्नुभएको जस्तै ओके यङ छु म कमाउनुपर्छ यो पनि पैसा पनि जरुरी छ हाम्रो एकजना आचार्यले के भन्नुभयो भने दुईवटा चिज एकदम इम्पोर्टेन्ट छ कलियुगमा अहिलेको टाइममा एउटा मन्त्र भगवान्को नाम जप गर्ने र अर्को पैसा आचार्यले भन्नुभएको छ कलियुगमा पैसा बिना नथिङ वर्क्स खान पाइँदैन हिँड्न पाइँदैन कसैले टेर्दैन पैसा बिना पैसा पनि हुन जरुरी छ र एट द सेम टाइम स्पिरिचुअल पनि हुनुपर्छ अब यी चिजलाई पहिला के भन्थ्यो राजर्षि भन्थ्यो कि जस्तै राजा पनि ऋषि पनि रे होइन जनक महाराज राजा पनि थियो ऋषि पनि पर्फेक्ट ब्लेन्डिङ एकजना बिजनेसम्यान इन्डियाको मफतलाल भनेर होइन सक्सेसफुल बिजनेसम्यान टप 10मै आउनुहुन्थ्यो उहाँहरू होइन अहिले उहाँ बित्नुभयो उहाँको छोराहरू छ होइन उहाँ पनि हरे कृष्णमै लाग्नु भएको थियो उहाँको फोटो चाहिँ टाइम्स म्यागजिनमा आएको थियो कि फ्रन्ट पेजमै अनि किन आएको भन्दाखेरि जेनरली बिजनेसम्यानहरूको कि त एकदम एक्स्ट्राअर्डिनरी हुनु पर्यो होइन उहाँ त एक्स्ट्राअर्डिनरी पनि थिएन वर्ल्डको रिचेस्ट पनि थिएन तर उहाँको फोटो आयो किन भन्दाखेरि हि इज सच अ रिच गाई रिच भने चाहिँ अपुलेन्स होइन अलिकति इज्जत यहाँ होइन छाती फुल्ने यहाँ अप भन्ने हुन्छ नि त होइन समाजमा प्रतिष्ठित हुने हुन्छ तर एट द सेम टाइम भेरी हम्बल कि विनम्र होइन एकदम विनम्र पनि हुन्छ अरे कि सो एकदम सक्सेसफुल र विनम्र यो दुईटा अलग अलग चिज हो कि किनभने सक्सेसले घमण्ड दिन्छ र होइन हामी लाइफमा सक्सेस भएन अथवा होइन जति पनि दुःख पाउँछ त्यसले विनम्र बनाउँछ भनेपछि यो दुईटा अपोजिट चिज भयो कि तर एउटै व्यक्तिमा यो दुईटा चिज देखेपछि ऊ चाहिँ एकदम फर्स्ट क्लास मान्छे हुन्छ एक्ज्याक्टली सो त्यो ब्लेन्ड भयो हो त्यो ब्लेन्ड एकदम गाह्रो यो दुईटा अपोजिट क्यारेक्टर होइन म सक्सेसफुल भने चाहिँ घमण्ड आउने नेचुरल हो नि देखिस् मैले गरेँ देखिस् त्यो एउटा नेचुरल हो नि होइन कसैले आएर ओ तपाईँ महान हो या म महान छु भने त्यो नेचुरल हो नि तर साँच्चीकै विनम्र के जस्तै हाम्रो रतन टाटा होइन हि वाज लाइक रिच एन्ड हम्बल होइन उसको अहिले पछि होइन मृत्यु भइसकेपछि उसको एनालाइसिसहरू आएको थियो एकदम धेरै आयो उसले जति कमाएको छ अहिले जति उसको समझ त्यति नै डोनेसन पनि दिइसक्यो एक्ज्याक्टली होइन भनेपछि कस्तो विचारको मान्छे होला उसले होइन अब सो लाइक द्याट हाम्रो लाइफमा चाहिँ यो दुईटा चिज होइन अपोजिट चिज होइन एउटा भगवान्को मन्त्र गर्ने एउटा साधु र अर्को पैसा पनि हुनुपर्ने दिस सच
वन्डरफुल ब्लेन्ड र अर्को एउटा सिद्धान्तले त्यसलाई के भन्छ युक्त वैराग्य भन्छ कि वैराग्य भने डिटाच भयो युक्त भनेको छ मसँग टन्न पैसा छ तर म आसक्ति छैन बेस्ट मान्छे मसँग पैसा छैन ए पैसा बेकार भन्नु र होइन पैसा भएर पैसा बेकार भन्नु त्यो झन् बेटर हो कि नजर त्यो स्यालले अङ्गुर खाने खोजे आमेल अङ्गुर के खाने भने जस्तो खान नभएको चाहिँ त्यो पैसा बेकार भन्ने मान्छेहरू नै मेबी नसकेर भने हो कि सकेन अनि भन्यो होइन पैसा भएकोहरूले बेकार भन्दाखेरि पो मजा आउँछ त अनि त्यो उसमा शक्ति पनि चाहिन्छ भन्न खोजेको पैसा टन्न हुँदैन पैसा बेकार हो भन्नलाई हो अन्त बेकार भन्नलाई पनि पैसा चाहिन्छ म इन्जिनियर होइन ए इन्जिनियरिङ भने खासै के पनि होइन भन्दाखेरि त्यसको मजै अर्को छ कि छैन त साँच्चै के पनि हो के चाहिँ हो त खतरा छ नपढ्नेहरूले के किन भनिन्छ इन्जिनियर भनेको बिचरा इन्जिनियरलाई मात्रै होइन हाम्रो प्रोग्रामै छ नि के अरे इन्जिनियरहरूको व्यथा भनेर होइन इन्जिनियरिङ भनेर के न पढ्यो आखिरमा लास्टमा गएर त्यही जब गऱ्यो 20-30,000 50,000 गाह्रो छ बर्बाद छ जिन्दगी भने अनि यो चिजलाई कसरी ब्यालेन्स गर्ने यो म आफ्नै प्रब्लमहरू एकदम धेरै सल्भ गर्दैछु आज डाइरेक्टली इन्डाइरेक्टली आफ्नै चिजहरूलाई सल्भ गर्दैछु प्रेम पनि अति हुन्छ मेरै कुरा गरेँ है प्रेम पनि अति धेरै गर्छु म कुनै पनि चिजलाई भन्न खोजेको म केही काम गर्दैछु भने त्यसलाई अति धेरै प्रेम गर्छु अति धेरै हुन्छ अनि यदि काहीँ कतै केही भइहाल्यो भनेदेखि फेरि त्यो रिस पनि अति धेरै हुन्छ भनेको जे पनि धेरै हुन्छ मेरो लाइफमा इगो पनि धेरै छ जब त्यो हर्ट हुन्छ धेरै इगो हुने मान्छेको त इगो हर्ट भयो भने चाहिँ त्यहाँ त अलिकति ब्लास्ट हुने वातावरण हुन्छ नि त अर्को मान्छेले उसलाई काम गराउन सकेन भने अनि प्रेम पनि अति धेरै छ म्यानेज चाहिँ अघि हजुरले भने जस्तो सबै चिजहरू मेरो कन्ट्रोलमा चाहिँ छ म इगोइस्टिक मैले थाहा पाइसकेँ नि त म इगोइस्टिक छु भनेर मैले थाहा पाइसकेँ नि त भनेको मलाई थाहा छ त्यही भएर म त ए सुजन त चिप्लिँदैछस् है त गइस् है अब त धेरै घमण्ड गरिसकेपछि धेरै इगो भइसक्यो तँमा भनेर अर्को एउटा सफ्टवाला पार्टले अनि हाम्रो चाहिँ मलाई जहिले पनि लाग्छ नि 3टा क्यारेक्टर हुन्छ जस्तो लाग्छ एउटा चाहिँ एकदम नेगेटिभ वाला चरित्र एउटा चाहिँ एकदम पोजिटिभ जुन चाहिँ शान्त छ कुन हाबी गर्ने भन्ने अनि 2टा चाहिँ ब्लेन्डवाला क्यारेक्टर पनि हुने भयो अब त्यो कुन चाहिँ क्यारेक्टरलाई हाबी गराउने भन्ने फेरि त आफैमा निहित हुने भयो त्यो 2टा एकदम सबै चिज हाई 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 भन्छ त्यो ब्यालेन्समा हुनुपर्छ जस्तो लाग्छ फेरि आफैलाई अनि ब्यालेन्स हुँदैन अब कसरी गर्ने यसलाई ब्यालेन्स मेरो प्रेमलाई पनि ठिक्क गर्नुपर्छ यसले यदि फेरि दुःख दिनेवाला छ थाहा छ मलाई जस्तो कुनै पनि चिजलाई बढी प्रेम गर्यो भने पनि त्यसले दुःख कहाँ पुगेर टुक्रिन्छ थाहा हुँदैन जे सुकेमा होस् धेरै इगो गर्दाखेरि पनि अब त्यहाँनिर घमण्डका कुरा आउँछन् रिस उठ्छ ए के भनिन्छ त्यसले पनि ब्लास्टै गर्छ भनेको है ओके सो यसमा चाहिँ 2टा कुरा आउँछ मैले धेरै एकचोटि एउटा कुन चाहिँ टिभी प्रोग्राम पनि बनाएको थिएँ होइन 2टा चिज छ एउटा कर्तव्य अर्को प्रेम होइन प्रेमको एउटा वन्डरफुल क्वालिटी के हो भन्दाखेरि त्यो पर्मानेन्ट हुन्छ कि होइन प्रेम आफै पनि पर्मानेन्ट हुन्छ र प्रेम भनेको पर्मानेन्ट चिजसँग गरिन्छ कि जुन कहिले पनि चेन्ज हुँदैन किन एउटा श्लोकमा 2टा शब्द प्रयोग गरेको छ प्रेमको लागि होइन ट्रु लभ भन्छ होइन त्यसको लागि अहेतुकी अप्रतिहता भन्छ कि सो अहेतुकी भनेको अनकन्डिसनल त्यसमा कुनै रिजनै छैन कि म त्यसलाई किन प्रेम गर्छु नो रिजन मलाई मन पर्यो बास फिनिस होइन त्यसमा कारण दिइरहनु पनि जरुरी छैन र अर्को अनइन्टरप्टेड भन्छ कि भनेको त्यो निरन्तर भइरहेको छ घडबड भन्ने नै हुँदैन कि निरन्तर आज जे छ भोलि पनि त्यही छ त्यही कन्टिन्युस अनन्तकालसम्मको लागि भनेपछि त्यसको पर्मानेन्ट नेचर छ कि सो प्रेम गर्नको लागि प्रेम गर्ने वस्तु पनि या व्यक्ति पनि पर्मानेन्ट हुनु पर्यो तब मात्रै प्रेम हुन्छ यदि वस्तु या व्यक्ति पर्मानेन्ट छैन भने अथवा त्यसमा कन्डिसन लाग्छ भने म तिमीलाई के कारणले मन पराउँछ अथवा मलाई त्यो चिज के कारणले मन पर्यो कारण दिन सक्छु भने त्यो प्रेम हुँदैन त्यो कर्तव्यमा जान्छ कि ड्युटीमा जान्छ होइन जुन अस्थायी छ त्यो अस्थायी चिजलाई हामी कर्तव्य गर्छौँ भने हामी खुसी हुन्छौँ र थायी चिजलाई चाहिँ हामीहरू प्रेम गर्छौँ भने हामी खुसी हुन्छौँ तर अस्थायी चिजलाई हामी प्रेम गर्न थाल्यो भने चाहिँ फेरि दुःखी हुन्छ हामीहरू अस्थायी चिजलाई चाहिँ प्रेम गर्न मिलेन कर्तव्य ड्युटी आउट अफ ड्युटी ओके म गर्नुपर्ने हो त्यही भएर गरिरहेको छु अनि थाहा छ एक दिन थाहा छ यसले छोडेर जान्छ सो आम जस्ट डुइङ माई ड्युटी होइन बाँचुन्जेल खानुन्जेल हुन्जेल भन्छ नि होइन रहन्जेल आइएम गोइङ टु डु इट मेरो कर्तव्य गर्छु त्यसलाई कर्तव्य हुन्छ होइन जस्तै म जब गर्न गएँ मेरो एम त त्यो जबमा काम गर्नु होइन नि त मेरो एम त पैसा हो
फोकस इज द मनी Ah. होइन तर पैसाको लागि मैले यो काम गर्नु पर्यो होइन काम इज नट द फोकस होइन तर जब म कामलाई प्रेम गर्छु कि देन मनी इज नट द फोकस देन वर्क इज द फोकस होइन सो भनेको मतलब मेरो जे चिज टेम्पोररी छ त्यसमा म एज अ ड्युटी आइएम जस्ट डुइङ एज अ ड्युटी मेरो खास पैसा कमाउनु पर्ने यी काम पाएँ गरेँ ओके मेरो कर्तव्य ड्युटी हो सो त्यो कम्पनीको मालिकले पनि के सोच्नु पऱ्यो भने ए यो पैसा कमाउन आएको यो जब इन्जोय गर्न आएको होइन अनि मालिकले भन्छ यार यत्रो पैसा तिरेर त यु सुड लभ यर जब भन्छ ए नो 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 आई डोन्ट लभ माई जब एन्ड आई लभ मनी है सो आई लभ जब सो द्याट्स द थिङ होइन सो अनि अर्को कुरा चाहिँ हामीले यसमा यो पनि बुझ्नुपर्छ कि जुन चिजमा हामी जति बढी आसक्त हुन्छ त्यो चिजले त्यति नै बढी दुःख बनिदिन्छ किनभने यो संसारमा सबै चिज अस्थायी छ जे चिज सुरु भयो त्यो चिज अन्त हुनैपर्छ होइन जुन पर्मानेन्ट चिजको लागि हामी आध्यात्मिक संसार जानुपर्छ यहाँ छैन यो संसारको रीत नै त्यही हो कि जे चिज सुरु हुन्छ त्यो चिज खतम हुन्छ होइन अब जो जन्म हुन्छ मृत्यु हुन्छ होइन जे चिज आविष्कार हुन्छ त्यो पुरानो हुन्छ जे चिज बन्छ त्यो बिग्रिन्छ होइन सबै चिजहरू होइन खालि क्वेसन यति मात्र कि टाइम कहिले आउँछ त्यो बिग्रिने बाँच्ने फुट्ने होइन मर्ने सर्ने त्यो टाइम कहिले आउँछ त्यति मात्रै फरक हो कि सो त्यही भएर स्पिरिचुअलिटीले यो बुझाउँछ कि हामीलाई ए बाबा यो संसारमा सबै चिज क्षणिक हो है अनि एउटा इन्ट्रेस्टिङ स्टोरी छ लोमस मुनि भनेर कि त्यो लोमस मुनि भन्नेलाई चाहिँ आशीर्वाद पाएको थियो कि एकदम लामो आयो होइन अनि कति लामो आयो भन्दाखेरि ब्रह्मा मर्दाखेरि उसको शरीरको एउटा रौँ झर्छ अरे क्या अनि उसको शरीरमै जब रौँ सकिन्छ नि तब उसको मृत्यु हुन्छ अरे क्या भनेपछि ब्रह्माको आयु अरबौँ वर्ष हुन्छ कि अनि यस्तो लोमस मुनिको आयु कति होला होइन अनन्तकाल अनि एकचोटि एउटा मान्छेले भेट्छ ऊ त ऋषि मुनि भयो होइन एकजना मान्छे भेट्छ एकदम इन्सपायर्ड हुन्छ कि एकदमै ओहो म हजुरको कुटीमा आउन चाहन्छु कहाँ हजुरको कुटी भन्दा मेरो कुटी छैन भन्छ कि अनि कहाँ बस्नुहुन्छ त म रुखमुनि बस्छु भन्छ कि रुखमुनि सुत्छु अनि किन रुखमुनि सुत्दाखेरि त अप्ठ्यारो हुन्छ यो होइन एउटा कुटी त हुनु पर्यो भन्दाखेरि उहाँले के भन्छ लाइफ यस्तो छोटो छ भगवान्को स्तुति गर्न छोडेर कहाँ कुटी बनाएर बस्ने हुन्छ कि होइन सो लाइफको हाम्रो पर्सपेक्टिभ हाम्रो दृष्टिकोणले हाम्रो लाइफ जनाउँछ कि बुझ्ने मान्छेले यो लाइफ टेम्पोररी छ भन्ने कुरो बुझ्छ क्षणिक छ भन्ने बुझ्छ तर नबुझ्ने मान्छेले यही भएको 50-60 वर्षपछि आन्नामा कहिले मर्न नपर्ने जस्तो एउटा कुरो गर्छ कि ए मेरो जग्गाको 1 इन्च यता ल्याएर यसले पर्खाल बनाए यसलाई मार्नै पर्छ यसलाई ठोक्नै पर्छ यो मेरो दुश्मन हो मेरो 10 पुस्ता पछिले पनि यो जग्गा खान पाउनुपर्छ मानौ कि 10 पुस्ता पछि को जन्मिन्छ उसले थाहा छैन हेर्न पाउने जस्तो कि 10 पुस्ताले पछिको जो जन्मिन्छ उसलाई चिन्छ कि चिन्दैन पनि थाहा पनि छैन अब गाली गर्छ कि यति मात्र जग्गा किनिदियो अलि थुप्रो बनाउनु पर्दैन सो लाइक द्याट आई मिन खै आई डोन्ट नो स्पिरिचुअलिटीले चाहिँ यो टेम्पोररी जुन यो संसारको नेचर छ त्यसलाई चाहिँ एकदम छर्लङ्गै बनाइन्छ अनि त्यसपछि त आसक्ति भन्ने चिजै भन नि सबै चिजहरू अस्थायी छन् यसमा अब तपाईँको जवानी अस्थायी छ भोलि स्वास्थ्य अस्थायी छ तपाईँले किनेको बाइक अस्थायी छ गाडी अस्थायी छ होइन श्रीमान श्रीमती अस्थायी भइसक्यो के चिजको लागि मर्नु अनि एक्ज्याक्टली ऊ अस्ति एउटा कन्भर्सेसनमा मेरो पोडकास्टमा एकजनाले भन्नुभएको थियो मेरो गेस्टले उहाँ चाहिँ ओसो सन्यासी हुनुहुन्थ्यो उहाँले भन्न त नर्मल चिज भन्नुभएको थियो तर सत्य त त्यही हो फेरि जन्मिँदा पनि नाम लिएर मान्छे जन्मेको हुँदैन बच्चा जन्मियो अथवा बच्ची जन्मियो छोरा जन्मियो छोरी जन्मियो केही जन्मियो पछि नाम राखिन्छ अनि मर्दा पनि लास लिएर आइछ भन्छन् नाम भन्दैनन् सुजनको लास लिएर आइज त कहाँ भन्छन् भन्दैन लास लिएर आइज त भन्छन् भनेको सास सकिन बित्तिकै त्यो मान्छे त लास सुनिरहेछ भनेर उहाँले यो भन्नुभएको थियो अनि बडो अनि यो बिच नाम यो जति पनि पैसा यो यता बिचको यात्रामा हामी रमाउनलाई गर्ने चिज अनि हामीलाई थाहा नै छैन क्या फेरि हामी लिएर जान्छौँ भने आसारी त्यो यो त हामी स्वर्गमा गएर जान्छौँ कि नर्कमा अनि गएर घर बनाउँछौँ जस्तो हजुरको यो एउटा पार्ट पनि जस्तै यो सेलिब्रिटी एक्टिङ फिल्डमा गर्नलाई पनि एकदम जरुरी हो होइन किन भन्दाखेरि एउटा यस्तो टाइम आउँछ कि उसको लाइफमा यस्तो पपुलर भएर यस्तो हाइपमा जान्छ कि अनि एउटा टाइम आउँछ यस्तो झर्छ कि पुरै डाउन हुन्छ अनि के गर्ने 2 दिन की चाँदनी फिर अँधेरी रात
त्यही भएर स्टार भनेको नि त्यही भएर स्टार भने चिमिक 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 एकछिन बोल्यो निभ्यो एकछिन बोल्यो निभ्यो त्यही भएर स्टार भनेको हामीले हेर्दा स्टार भने के जस्तो होइन सन भन्नुपर्ने हो नि त सन भन्नुपर्ने सन त उज्यालो भइरहन्छ तर हुन त सन पनि अस्ताउँछ फेरि तर कुनै भूगोलमा मात्र अस्ताउने भएको भएर सन त झन् पावरफुल हुने भयो है सो लाइक द्याट आई मिन सबै चिज टेम्पोररी हो तर जब म माथि जाँदाखेरि त मजा आउँछ तल जाँदाखेरिको लागि म एम आई प्रिपेयरिङ माइसेल्फ मैले तयारी गरेको छु कि छैन प्रिपेयर हुनु पर्यो सो अघि मैले भने जस्तै होइन सक्सेस र जुन ह्युमिलिटी हम्बल विनम्र भने त्यो विनम्र रहिरह्यो भने भोलि तल झर्दाखेरि गाह्रो हुन्छ केही प्रब्लमै हुँदैन होइन एउटा साइमन सिनेक भनेर एउटा वेस्टर्न फिलोसफर छ उसले मोडर्न फिलोसफर होइन उसले एउटा प्रेजेन्ट गरेर क्या उसले चाहिँ धेरै जस्तो लिडरसिप होइन लाइफस्टाइलको बारेमा कुरा गरेर हुन्छ होइन रिसर्च गरेर हुन्छ अनि उसले एउटा भनेको चाहिँ कस्तो भन्दाखेरि एउटा आर्मीको चिफ थियो अरे होइन अनि आर्मीको चिफ अनि त्यो स्कुलको ग्रेजुएट होइन कलेजको ग्रेजुएट भएकोले चिफ भनेपछि त सम्मान गर्ने हो नि त चिफ गेस्ट बनाएर उसलाई बोलाएछ होइन भनेपछि उसको ठाउँदेखि अमेरिकाको कुरा हो होइन उसको ठाउँदेखि उसको त्यो प्रोग्राम हुने ठाउँसम्मको प्लेनको टिकट त्यहाँबाट एयरपोर्टमा लिन आउने उसको लागि 5 स्टार होटल सबै भिआइपी ट्रिटमेन्ट होइन टक्क अनि चक्क मेन सिटमा लगाएर आएछ अनि सर कफी फर यु भनेर टक्क एकदम सेरामिक ग्लासमा टक्क कफी ल्याएर राख्दैछ अरे अनि टक्क गयो बस्यो खायो होइन स्पिच दियो सबले ताली बजायो फर्क्यो त्यसको 2-3 वर्षपछि ऊ रिटायर भयो होइन रिटायर भइसकेपछि त्यही कलेजको प्रोग्राममा फेरि इन्भिटेसन आयो सर इफ यु वुड लाइक टु पार्टिसिपेट यु आर मोस्ट वेलकम भने कि चिफ गेस्ट पनि होइन त्यो पनि होइन इफ यु वान्ट यु क्यान कम बिकज इट्स यर कलेज पहिलाको कलेज होइन सो गयो प्लेन टिकट पनि आएन आफ्नै पैसा राखेर गयो कि एयरपोर्टमा लिन आयो आएन ट्याक्सी होइन तपाईँ गयो होटलको पैसा तिरेन एउटा चिपेस्ट होटलमा बस्यो होइन अनि त्यो प्रोग्राममा गयो प्रोग्राममा सिट पनि छैन फाइन्ड यर सेल्फ सम प्लेस भने अनि एक्सक्युज मी इज देयर एनी कफी भन्दाखेरि त्यहाँ गएर कर्नरमा छ भनेर यसो हेरेँ कर्नरमा त्यो स्टाइरोफोम होइन मतलब पेपर ग्लासमा छ होइन त्यो ग्लासमा टक्क कफी दियो क्या अनि उसले आएर के भन्छ दाजु त्यो चिफले के भन्छ भने मेरो औकात यही हो एट द एन्ड मेरो औकात यो मेरो दिस इज वाट आई डिजर्भ यो प्लास्टिक यो पेपर ग्लास स्टाइरोफोम दिस इज माई रियालिटी त्यो सेरामिक ग्लासको कफी त्यो सबै सामान द्याट वाज फर द पोजिसन त्यो पोजिसनको लागि थियो द्याट वाज नट मी द्याट वाज नट फर मी द्याट वाज फर द पोजिसन एन्ड आई एम नट द्याट पोजिसन आई एम दिस होइन सो एज सुन एज वी अन्डरस्ट्यान्ड द्याट यस मेरो औकात भनेको लामखुट्टे गरे जस्तै त्यही लामखुट्टे जस्तै त नि पनि एक दिन भगवान्ले यस्तो गरिदिन्छ आएर घरमा दन भाले सिद्धियो भुइँ छोड्नु भएन भुइँ छोड्ने हिम्मत पनि गर्नु भएन एकदम आकाश छुए भयो भुइँ खुट्टा त भुइँमा हुनै पर्छ होइन त्यो भयो भने कहिले पनि दुःख हुँदैन भुइँ छोडेन भनेदेखि तर म आकाशमा टाउको पुग्यो भन्दैमा खुट्टा उचाल्यो भने चाहिँ सक्यो फेरि झर्छ लड्छ अनि हाम्रो औकात जमिन हो भन्ने कुरा त थाहा हुनु पर्यो दिस इज ट्रु सो स्पिरिचुअल प्र्याक्टिसहरू गर्दाखेरि चाहिँ यो चिजहरू एकदम हामीलाई अवेर हुन्छ होइन बुझिन्छ थाहा हुन्छ अनि साँच्चै भित्रदेखि एउटा मन शान्त पिसफुल हुन्छ हुन त म अलिकति एक्सट्रिम लागेँ सबैजना म जस्तै फुल टाइम हुनुपर्छ भन्ने छैन तर लाइफको एउटा पार्टमा चाहिँ स्पिरिचुअल टच हुनैपर्छ अहिले धेरै जसो होइन अब हामी नेपालीहरू जन्मिँदै यो स्पिरिचुअलिटी बुझेर थाहा भएर हो कि हामीलाई वास्ता नभएको होइन वेस्टर्नर्सहरूले त एकदमै खुसी हुन्छ होइन उनीहरूले जस्तै मैले यही तपाईँसँग गरेको कुरा होइन मैले कोहीसँग या कोही विदेशीसँग या होइन अरू देशकाहरूसँग जो हाम्रो धर्ममा नभएकाहरूसँग बसेर गयो भने माई गॉड हाउ डु यु नो ऑल दिस थिंग्स दिस इज सो ब्युटिफुल ओ माई गॉड भन्छ कि अचम्मै पर्छ उनीहरूले जिन्दगी उनीहरूले सुनेकै हुँदैन यति भौतिकवादी उनीहरूको लागि होइन त्यो होइन मै खाउँ मै लाउँ सुख सब मै गरौँ भनेर तसमै बाँचिरहेको मान्छेलाई यो सबै प्रिन्सिपलहरू फिलोसफी स्पिरिचुअलिटी देखाउँदाखेरि त टुवा पर्छ उनीहरू अनि हामी चाहिँ फेरि यो सबै चिज भएर पनि सर्ट प्यान्ट लगाउने गाँजा तान्ने यस्तो गग्ला चाहिँ गरेर चाहिँ यो म्यान गरेछ होइन सो आफ्नो नबुझेको कल्चर नबुझेको मैले कहिलेकाहीँ मेरो पडकास्टमा तपाईँले भने जस्तो काहीँ न काहीँ मेसेज पुर्याउनु पर्छ है फुल टाइम नलागे पनि जुन स्थानमा भए पनि मान्छेलाई स्पिरिचुअल हुन सिकाउनु त पर्यो अथवा स्पिरिचुअल भएपछि के हुन्छ त भन्ने कुरा त बुझाउनु पर्यो भनेर
नै केही पडकास्टको सिरिज एपिसोड्सहरू बनाएको छु स्पिरिचुअल पडकास्ट अनि त्यो यति सुन्दर कुराहरू हुन्छन् त्यहाँनिर है कस्तो लाइफ लुक डाउन टु अर्थ यो भुइँ सिकाइरहेको भुइँ बुझाएर कन्भर्सेसन गर्दा पनि अनि त्यहाँ कमेन्टमा आएर मान्छेहरूले आएर भनिदिन्छन् हाउ कुरा गर्छस् भनेर मुख छाड्छन् अझ मुख छाडेर गाली गर्छन् मलाई पनि गरेछ यो के भन्छ लगाम हुँदैन हा कुरा गरिस के भन्छ नि त म अब कसरी भनौँ हजुरको अगाडि यहाँ है दर्शकहरू म त त्यो शब्दहरू उच्चारण गर्न पनि सक्दिनँ भनेपछि त्यो बोल्ने मान्छेको मनस्थिति कतिसम्म गिरेको छ उसलाई केही बुझ्नु नै छैन क्या मतलबै छैन अनि त्यहाँ ऊ आएको चाहिँ डिमोटिभेट गर्नलाई मलाई अथवा मेरो गेस्टलाई डिमोटिभेट गर्न क्या अनि नत्र किन उसलाई थाहा हुन्छ यो स्पिरिचुअल कन्भर्सेसन उसलाई बरु नजाउँ भन्ने हुनुपर्ने बिचराहरूलाई थाहा छैन कि डिमोटिभेट हुने भनेवाला छैन त दे आर स्पिरिचुअल पिपल के थाहा छैन उनीहरूलाई मैले जति गाली गरे पनि हैन यस्तो छ कि एउटा कस्तो छ नि एउटा स्टोरीमा एउटा साधु गइरहेको बेलामा यसो पानीमा हेर्छ बिच्छी डुबेको देख्छ हैन साधुले त्यो मर्छ भनेर छिटो गएर बिच्छीलाई निकाल्नु भन्दा बिच्छीले ढस्छ फेरि छोड्यो छोड्यो फेरि गर्यो एउटा मान्छे साइडमा उभिराख्ने मान्छेले हेर्छ अरे के गरिरहेछ यार बिच्छीले ढसिरहेछ त्यो निकालेछ मुर्गी क्या हो भनेर सोद्धाखेरि उसले के भन्छ भने होइन म मेरो ड्युटी गरेर आएको मेरो काम बचाउने हो म बचाइरहेको छु त्यसको काम डस्ने हो डसिरहेछ सो वास्तवमा त्यो मान्छेहरूको काम डस्ने हो कि होइन त्यो बिचराहरूले उनीहरूलाई थाहा छैन कि त्यो स्पिरिचुअल मान्छेले आएर जुन ज्ञान दिइरहेछ उसको लाइफ बचाउन खोजेको हो होइन त्यो अलिकति बुद्धि लाएर त्यो मूर्ख मान्छेले अलिकति बुद्धि लाएर होइन यो के हो होइन यसले के बोलिरहेछ वास्तवमा होइन कसको लागि बोल्छ उसको लागि त बोल्न आएको होइन ऊ त इज सेटिस्फाइड त बसिरहेछ होइन त्यो आएर यो भनौँ न एक किसिमले पडकास्ट हो त फ्री हो नि होइन वे फ्रीमा यो सबै इन्फर्मेसन दिनुको मतलब ए बाबा जागो बाबा जिप जागो उठ होइन तिमी कहाँ यहाँ तल बसिरहेको माथि आऊ होइन तिमी उठ तिमी दुःखमा बसिरहेको छौ सुखमा आऊ भनेर देखिरहेको अनि त्यही मान्छेलाई गाली गर्न त्यो त बिच्छी भन्दा के कम भयो कमै भएन उ त अनि मलाई त्यही हजुरले भने जस्तो उनीहरूको डसाइले फरक भयो केही फरकै पर्दैन 0% पनि एन्टिडोट्सहरू यहाँ मतलब त्यो पोइजनलाई लड्न सक्ने शक्ति छ पुरै शक्ति छ अनि त्यसले इफेक्ट थोरै पनि एउटा पनि रौँ झर्दैन भनेर भन्छ नि मलाई त माया लाग्छ त्यस्तो मान्छे माया लाग्छ मलाई कि मेन्टल प्रब्लम हुनुपर्छ मेबी होइन र शास्त्रले पनि के कुरा गर्छ भन्दाखेरि जब मान्छेहरूको चेतनादेह गिर्छ नि ऊ जनावर हुन्छ अरे कि अनि के भन्छ दुई खुट्टे जनावर हुनेछ दुई पाते पशु हुनेछ कि त्यो पशु समान भयो कि हेर्दाखेरि मान्छे नै हो मान्छे नै तर मेन्टालिटी एनिमलको कि होइन कुकुरलाई पनि तपाईँले खाना अगाडि राख्नुहोस् तेरो खानामा फोहोर लाग्यो भनेर यसो निकाल्न खोज्नुहोस् त डोदिन्छ त्यसलाई थाहा पनि छैन कि त्यसको खानालाई राम्रो बनाउन आयो भने होइन सो जनावर भन्दा के कम अस्ति वास्तुशास्त्रको बारेमा पडकास्ट गरिरहेको थिएँ नर्थ इस्टमा यो हुनुपर्छ यो कोणमा यो हुनुपर्छ बायोप्रे कोणमा यो हुनुपर्छ भनेर होइन अब अरे बाबा पृथ्वीको कसरी सञ्चालन भइरहेछ नेचर कसरी रन भइरहेछ त्यही अनुसारले त वास्तुशास्त्र बनाएको छ त्यही अनुसारले त गर भनेर कुन कोणमा भगवान्लाई राख्ने कहाँनिर टोयलेट राख्ने कहाँ किचन राख्ने कहाँनिर गेस्ट रुम राख्ने कहाँनिर बच्चाहरूलाई सुताउने यो त फ्रीको ज्ञान बाँडिरहेको छ त्यहाँ यसरी मान्छेले गाली गरिरहेछन् कुरै सुन्नुहोस् भगवान् श्रीरामको बारेमा पुरा यो वास्तुकै कुरामा हेर्ने हो भने चाइनामा अहिले म्याक्सिमम नयाँ सिटीहरू फेङ्सुई भन्छ होइन त्यसको आधारमा बनिरहेको सो सक्सेसफुल हो एक्ज्याक्टली सो सक्सेसफुल होइन र उनीहरूले गरिरहेछ र हामी नेपालमा चाहिँ हेर्नु न पहिला घर भन्छन् के भन्छन् बाटो भन्छ बाङ्गो टिङ्गो गरेर नेपालको गति यस्तो छ कि डाइरेक्सन नमिलेर अनि त्यो चिज मिलेको छैन मिलाऊ है पहिला ज्ञान बाँड्दाखेरि अनि उसलाई गाली गर्ने अनि पहिला हेर्नु न पहिला नेपाल समृद्ध थियो किन भन्दाखेरि जति पनि मन्दिरहरू बने जे पनि बने सब डाइरेक्सन मिलाएर र इन्डियालाई जापानलाई सेकेन्ड वर्ल्ड वारमा कतिवटा कन्ट्रीलाई हामी यहाँबाट खाद्यान्नहरू पठाउँथ्यौँ हेल्प हो नि त्यति धनी थियो नेपाल पशुपतिकै वास्तु कति राम्रो मिलेर रहेछ हजुर र अहिले नयाँ आएर जहाँ पनि घर बनाएको छ जुन सिस्टमबाट पनि बनाइदिएको छ होइन दुःख नपाए के पाउँछ त एक्ज्याक्ट भन्नु खोजेको थियो नि श्रीरामको बारेमा कन्भर्सेसन गरेँ उहाँ चाहिँ यो 15-16 वर्षदेखि चाहिँ अध्ययन गरिराख्नु भएको थियो नेपालमा जन्मिया हो कि श्रीराम भनेर अनि उहाँसँग पोडकास्ट गरेँ 3 घण्टाको त्यहाँनिर रामको जीवन कहानी धेरै प्रेरणादायी हुनसक्छ अनि त्यो रामको जीवन कहानीदेखि रामायणको कुराहरूदेखि लिएर
अनि नेपालमा जन्मेको हो भन्ने चिजको उहरू सबै चिजहरूको त्यो कारणहरू कसरी चाहिँ हो त नेपालमा भन्ने कारणहरू भनेर हाम्रो एकदम ज्ञान गुणका कुराहरू अब त्यहाँ पनि गाली गरेँ अनि मैले के विचार गरेँ भनेदेखि अनि मैले त झन् स्टपै भएन के अरू धर्महरूको काम त होइन हजुर अरू धर्महरूको हुनसक्छ यो अनि फेरि त्यहाँनिर अनि मलाई चाहिँ के कुराले इम्प्रेस गर्छ भन्ने यस्तो चिज गर्नमा त्यहाँनिर 40% 50%ले गाली गरे भने 50% मान्छे त अप्रिसिएटै गरिरहेछन् ओहो यो कन्भर्सेसनले मलाई चेन्ज गर्यो नै भनिरहेछन् नि त भनेको हो केही मान्छे त चेन्ज भइरहेछन् अथवा केही मान्छेलाई त यो चिज राम्रो हो भन्ने लागिरहेछन् कति त अझ एक्सप्रेस पनि गर्दैन चेन्ज कति एक्सप्रेस गर्दैनन् अनि त्यो अनि त्यो नै हो क्या हाम्रो तागत चाहिँ जस्तो तपाईँलाई पनि कति त्यो तपाईँले फिल गरिरहनु भएको हुन्छ नि तपाईँ आफै व्यक्ति अथवा तपाईँ एउटा स्कनलाई नै कति धेरै आक्रमणहरू हुन्छन् कति धेरै चिज अनाप भन्दैनन् तर एउटा इन्ट्रेस्टिङ अनि अहिलेको जमानामा नेगेटिभ मार्केटिङ झन् बेटर रहेछ कस्तो गाली गरेपछि झन् चल्ने के साँच्चै भने उनीहरूले त्यो कमेन्टलाई यति इन्ट्रेस्टिङ बनाइदिन्छ कि होइन त्यो सबैले अब तपाईँले राम्रो भयो त कसले पर्छ त्यो एउटा गाली हो रे यार तर अब त्यो गालीको तपाईँलाई कसैले गाली गर्यो भने तपाईँले त्यहाँ रिप्लाई नै दिन पर्दैन ऊ त्यहाँ सारा कतिजनाले उसलाई पुग्ने भनिदिइसकेको हुन्छ होइन उसले त जनावर होस् सम्म भनिदिन्छन् त्यही भएर उसले आफ्नो स्थान मेबी त्यहीबाट थाहा पनि पाइसक्छ ए मैले गलतै गरेँ मेबी थाहा नपाउन पनि सक्छ कोही मान्छे डिट हुन्छ नि होइन तर यस्तो पनि हुनसक्छ कि कतिजनाको गाली नगरिकन खाना नपच्ने पनि हुन्छ सो उसलाई त चाह्यो नि त कतै ठाउँ त गाली गर्ने भने गाली गर्नै पर्ने ओहो यो मलाई आई डोन्ट नो किन यो संसार यस्तो भइरहेछ यो सोसल मिडियाको नेगेटिभिटी है सो मच नेगेटिभिटी के एउटा सिनेमाको रिभ्यू गरेँ मैले कति गाली थियो थाहा छ हजुरलाई हजुर 3500 कमेन्ट थियो मेबी मैले काउन्ट त गरिनँ मैले सर्टेन पढ्दाखेरि लगभग 3000 गाली 3500वटा कमेन्टमा 3000 वटा गाली थियो होला के भनेको ए बाबा तिम्रो पैसा जोगाऊ फिल्म नहेर त भने हो नि मैले अब हेरिसकिसकेपछि रिग्रेट गर्न पर्यो हेर्दैन होइन यो सिनेमा राम्रो छैन है यस्तो छ नहेर्दा हुन्छ भनेर त भन्दै हो मैले केही भने हो त त्यसमा गाली के पहिले किन नभने होइन पहिले किन नभने भनेर होइन ए तैँले कसैलाई त एकदम भगवानै बनाइन्छ नि त यहाँ फेरि अनि कुनै स्टारहरूलाई त भगवान बनाइन्छन् खुबी नभए पनि बनाइदिन्छन् होइन त्यो जतिसुकै खराब होस् बनाइन्छ नि फेरि भगवान बनाएर फेरि राक्षस यति चाँडो बनाउँछन् अनि त्यो भगवान बनिरहँदा थाहा हुँदैन उसलाई राक्षस हेर्दाखेरि भगवान जस्तो बना जस्तो लाग्छ तर बन्न चाहिँ राक्षस बनिरहेको छ ठ्याक्कै तपाईँले देखिरहनु भएको छ नि कतिजनालाई यसरी उचाल्छन् सबैतिर हुन्छ नेताहरूको पनि त्यही छ अनि भुइँमा कतिखेर पछाड्छन् जति माथि उचाल्यो त्यति धेरै पछाडि नै त हो नि जहाँ पनि त्यही हुन्छ जेन्युइन खुबी छ र उसमा साँच्चीकै होइन रियल छ भने ऊ के पनि हुँदैन उसलाई मान्छेले जति उडाओस् जति जेसुकै गरोस् तर होइन एउटा त्यो बेलुनमा हावा भरेको जस्तो छ भने एउटा पोइन्टमा त बुम हुन्छ पड्किहाल्छ अनि जेन्युइन मान्छेलाई जहिले पनि पोजिटिभ र नेगेटिभ सुरुदेखि नै आउँछ भन्ने कुरा पनि होइन नि त भगवानका पालादेखि नै होइन त्यस्तै लाग्छ मलाई डेफिनेटली कर्म हो त्यो हरेक चिजको हिसाब हुन्छ होइन नेपाल सरकारबाट हामी लुक्न सक्छ होला तर भगवानको सरकारबाट चाहिँ सकिँदैन कानुनबाट कहिले पनि कदापि हुनै सक्दैन त्यहाँ आउँछ नै आउँछ चाइनिजमा पनि भनाइ छ नि वाट गोज अराउन्ड कम्स अराउन्ड होइन जे अहिले चलन चल्तीमा हामीले प्रचार गर्छौँ त्यही चिज हामी फेरि फिर्ता आउँछ एक्ज्याक्टली होइन सो तपाईँहरूले राम्रो काम गरिराख्नु भएको छ मैले हेरिरहेको छु तपाईँको होइन पडकास्टहरू पनि इट्स भेरी इन्ट्रेस्टिङ र मैले जुन अब पडकास्टमा हेर्दा र अहिले रियलमा तपाईँसँग कुरा गर्दा लट बेटर मोर ह्यान्डसम पनि लाग्यो थ्याङ्क यू सो मच है मोर इन्ट्रेस्टिङ पनि होइन र यस्तो पनि हुन्छ जस्तै हामी भिडियोहरूमा हेर्दाखेरि नलेज यिनीहरू त आउँछ तर भाइब्रेसन लिनु पाउँदैन कि त्यो भाइब्रेसनको लागि चाहिँ फिजिकल्ली प्रेजेन्ट नै हुनुपर्छ कि त्यो एक्सचेन्ज हुन्छ कि बोली एउटा ठाउँमा छ होइन तर हाम्रो बडीबाट निस्किरहेको जुन औरा छ त्यसले पनि एक्सचेन्ज गर्छ कम्युनिकेट गर्छ सो त्यो फिल गर्दाखेरि चाहिँ यो भेरी पोजिटिभ औरा छ भेरी पोजिटिभ किप इट अप होइन त्यही अघि तपाईँले सुरुमा भन्नुभयो जस्तै होइन जुन तपाईँको जुन मेहनत गर्ने तरिका यो छ होइन त्यसलाई चाहिँ एकदम अर्गनाइज्ड वेमा होइन क्यालकुलेट गरेर राख्नु र आफूलाई पनि बिल्डअप गर्नुहोस् होइन दौडधुपको साथसाथै एउटा सर्टेन टाइम निकालेर आफूलाई पनि इभ्यालुएट गर्नुहोस् त्यसले झन् तपाईँलाई बेटर बनाउँछ
आई होप ओके म आजको मलाई कति धेरै चिजहरू एक्सप्रेस गरेँ मेबी आज म हुन पाएँ जस्तो लाग्यो आज यो कन्भर्सेसनमा यहाँ चाहिँ रियल म हुन पाएँ भन्न खोजेको आम ह्याप्पी यहाँनिर हजुरले पनि नहाँस है भनेर भन्नु पनि भएको छैन होइन एज इट अलिक इज कम्बल है पनि भन्नु भएको छैन राइट अनि यो त तपाईँको राज हो नि त भनेको यहाँनिर अनि अनि मैले मैले मेबी धेरै चिजहरूको सल्युसन पनि पाएँ मैले धेरै चिजहरू सुधार्न सक्ने क्षमता पनि आइसक्यो होला भित्रभित्र एउटा 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 पोजिटिभ भाइबहरू आइरहेको छ अनि हजुरको अगाडि बस्नुको फाइदा नै होला जस्तो लाग्यो सो डेफिनेटली म तपाईँको लागि प्रार्थना गर्छु होइन तपाईँको लागि बेटर होस् समृद्ध होस् होइन सुख शान्तिमय होस् भक्तिभाव होस् अभियस राइट सो बिकम अ कम्प्लिट म्यान र अघि भने जस्तै आई थिङ्क यु क्यान गो बियोन्ड नेपाल विल बी सक्सेसफुल थिङ्क अबाउट इट ओके ओके सो थ्याङ्क यू भेरी मच हजुरलाई पनि हरे कृष्ण थ्याङ्क यू सो मच